你मानव यार छे आज मानव नि अ, फिक्स ले अ, मानव यार छे सन् 2024 छे रे अनि मर्मोक इ थोले द ग्रीष्मकालीनको सिन 5औं दिन रहेको छ यो प्रवचन। यो सञ्जालदेखि सुबह खा के हेरेर आउने सम्पूर्ण सुबह नि दे अ, अ, सुबह दे भिक्षु जुबन सरे गणहरू, दाना सिंगे त्यस्तै गरी अरिसे भिक्षुनी, होमन हेंगे त्यस्तै गरी अ, दाना सिंगे सबै मित्रजनहरू, साथै तजी फिजी बिंदा अ, त यो सोरो या बोर्डका सबै ता मेरा प्रिय मित्रहरू, ट्रस्ट यो सोरे या सञ्जालदेखि सञ्जालमा हेरिरहनु सबैमा मेरो हार्दिक ज्ञान अभिवादन तथा टासितले व्यक्त गर्न सेना लो सा सबैले सुनि भइरहेको छ होला पनि आशा गरेको छु। ता खासाङ मा अस्ति दुएन नेंगे छुए के मैले बताए चाहिँ प्रारम्भिक सुबह बौद्ध धर्मभित्र दुएन परिएको नेंगे छुए के अनि सँगा त रूप से ना रातो यो वज्रयानको दुएमे दर्शन नेंगे छुए विषयमा के सँगा केही त बताएँ। छुए के यो ता वज्रयानसँग सम्बन्धित सुबह भएका छुए कुराहरू छे ता योसँग अब अ, मे जोड्दै आएका कुराहरू ता मैले केही मिन्चु थी यसमा थपिसकेँ, जोडिसकेँ। शुशो शादो सी फेरि यसलाई म निरन्तरता दिँदै ता जानेछु दुएमे आज ला पनि। नेंगे छुए या सँगा त जेवे के ता प्रारम्भिक बौद्ध सिनी धर्ममा से ना रातो अ, सँगा त जेवे के जोडिएको यो सी खाले और अ, से बौद्ध सुए ता धर्मसँग भनौँ वज्रयानसँग जोडिएको विभिन्न नामहरू रहेका छ, पर्यायवाची क्या शब्दहरू, यसको के व्यावहारहरू, नामहरू। अर्को नाम के परिता छ भन्दाखेरि से यसमा संस्कृतमा यसलाई परित्रा भन्छ। ता परिता से त्यसलाई यहाँ चिदा यसलाई अब एक रङी किसिमको सोया परित्राण पनि भन्छौँ, यसमा परित्रा पनि भन्दो रहेछ। यो परित्रा भने के हो आठ भन्दाखेरि परिता से था यहाँ यसमा सुए आफू या से आफूलाई बचाउने सोया से परित्रा अर्थात् परिता आत्म परित्रा पनि भनिन्छ। आफूलाई सुरक्षा गर्ने अर्थात् ता अहिले ती म बताउन गइरहेको ता का को सुरक्षा मन्त्रको विषयमा सोसो बताउँदैछु। रङी सुंग्यो छे आके आत्म परित्र ता त्यसले को यारेस अर्थात् आत्मरक्षा बुझाउँदछ। ता सोसो रङी सुंग्यो छे आके तिनजे के ता को त्यो हे बस मरे तिनजे अब के आफू आफूलाई नै ता बचाउने रक्षा गर्ने दे मे दे त्यस्तो दे छले ने मन्त्र चाहिँ मुइने प्रारम्भिक छे बौद्ध साथे धर्मको अ, नाम र नाम यो भित्र थियो र यस्तो गर्नुको लागि ताते आखासङमा स्वीकृति पनि माने थियो, आफू शिबिंदा आफूलाई रक्षा गर्नु मिल्छ भनेर। ता अस्ति मैले बताएँ चाहिँ चिदाकी अ, दुए के सामान्य ता यो दुए अ, नालोले यो अनि बोर्डमा अनुवाद छेसोंगा भएको ता ता विनयभित्र थे भित्र थेमे त्यसै बिना गरी अब धर्मरक्षाभित्र यो भित्र अनि राखेको यहाँ विनय धर्म पिटकमा सी छे बिना अनि छेसोंगा राखिएको ना थियो। लम्ने जगदु आदा यसमा अब सुइ अनुवाद छे गर्ने क्रममा यसमा छे अ, छुए छे बिने विद्या छुए छे मन्त्रहरू चाहिँ प्रयोग गर्नु पाइँदैन। तापर तो गेलों में अरूलाई सो टुना मुना तांग गर्ने जे के अर्थात् नालोले अ, अनि आश्चर्यजनक देख्ने कुरा मन्त्रको छेसोंगा प्रयोग चाहिँ ता गर्न पाइँदैन भनेर छेसोंगा भोट जना अनुवादको जोजो विनय छे पिटकहरूमा अनि लेखिएका छन्। lamsanchik tungje त le ya gyugro ya कुनै कुनै tungje ge बाहेक tate de sondo यो mi मन्त्रहरू विद्या gyusa le ya मन्त्रहरू चाहिँ ta kanda sho भिक्षुहरूले songa ri अ, basa thön me be शिक्षक शिक्षण sanga kha गर्नु shi songa पाउने de samro प्रयोग गर्न पाउने ka चाहिँ ko यस्तो na ye res सबै पर ta निश्चित गरिएको छ। beba kha de ya na lo le ya pa ji se bro shi on yo यो चाहिँ अब ta ine भोटको ya अनुवाद tina mi se मा ji ji भएको अब ji yong ge विनय sa che bi पिटकदेखि na ne thön me be jna de pa kang go na yo re ga अब यो ja chu व्यर्थको ge सबै ga bo kyo na विद्या yo de ina मन्त्रहरू mi se तोकिएको छ। kha she ji तर त्योभित्र कुनै ngode विशेषता कुराहरू पनि छ ya त्यसलाई shuni स्वीकृति दिएको। mise khase jela ya nawa na ya कुनै विशेषताहरूमा चाहिँ फेरि यसमा स्वीकार स्वीकि ya palin स्वीकार due na lo le ya ane mise अ, khare yoris गरिएको छ ane भनौँ। अब me पालीको lamje विनयभित्र ge phambo chuni के ge राखिएको छ भन्दाखेरि अ, भिक्षुनीको विभङ्ग gelon me ge विनयको due 12औं shibu अध्यायमा ga de sugi त्योभित्र ga do le ya mise अ, je khare so yoris 49 be ki पतनको lo ba मुख्य bas पाठ बताउने बेलामा त्योभित्र के लेखेको ane छ su भन्दाखेरि lo bas ka di ge sung sa ge अक्षरलाई पढ्ने dharna sa dharna धारणा lo ba धारणा sung मन्त्रहरू lo bas पढ्ने sungwe che do sungyo che ya che do आफूलाई ane रक्षा गर्नुको parita lo ba रक्षा दिने मन्त्रहरू nga lo ba da
मन्त्र पढ्ने विभिन्न दोषहरू नराम्रो कुराहरूलाई हटाउनको लागि आत्मा मन्त्रहरू आत्मा पवित्र आफूले गरे तापनि केही यसमा दोष र गल्ती छैन भनेर यसरी पालीको विनयमा लेखिएको छ पहिलो चरण अब पहिलो चरणमा यस्तो गर्यो भने चाहिँ कुनै गल्तीहरू छैन दोषहरू लाग्दैन भनेको छ पहिलोचोटि यसरी गर्यो भने यसरी नभए यसरी अरूलाई अब मन्त्रदेखि अब विभिन्न विधिहरूको कर्मकाण्डहरू गर्ने मन्त्र पढ्ने त्यस्तोहरू चाहिँ अब फेरि स्वीकृति छैन यो चाहिँ पाली भाषा पाली अनुवादित विनय पिटकमा लेखिएको छ यसमा धारणा भनिन्छ धारणा भन्नाले ढुङ्गा मन्त्रलाई बुझिन्छ धारणी मन्त्रलाई यो धारणा र धरणी भने एउटै हो त भन्दाखेरि फरक छैन तर अलिकता कति के फरक छ भन्दाखेरि अब अक्षरलाई पढा अर्थात् अध्ययन गर अनि अब भनौँ लेख्ने क्रममा अथवा लेखा पनि भनिन्छ यसलाई यो एउटा रहेछ कि जस्तै 42 अक्षरको मुख्य प्रवेशद्वार भन्ने त्योभित्र अब लेखिएको छ कि लिपि अक्षर लेखा र लिपि अक्षरमा फरक के छ भन्दाखेरि अब यसको विशेषता म जान्दिन तर पनि के हो त 42 र अक्षरको मुख्य स्रोत द्वारहरू र त्यस्तै गरी परमार्थ 42 अक्षरको मुख्य बताएको यो फलपोछे यो महासङ्घिका त्यस्तै गरी प्रज्ञा पारमित्रको भएको संस्कृत भाषामा भएको यो स्वर व्यञ्जनहरू गर्ने तरिका हो भन्ने यसरी बताएको छ यो चाहिँ के हो त एउटा भावना गर्ने ध्यान गर्ने तरिका हो भन्ने यसरी बताएको रहेछ तर यो पाली भाषामा यो लेखा भनेर अर्को देवनागरी भाषामा लिपि र अक्षर भन्न फरक के छ यसको चाहिँ मलाई त्यति ज्ञात भएन अर्थात् यो सबै कुराहरू यो स्वर व्यञ्जनहरू के हो त भन्दाखेरि यो अर्थहरूलाई भावना गर्ने अनुभव गर्ने यस्तोलाई बुझाउनु छ त्यसैले पाली विनय पिटक भित्र बताएको परित्राण मन्त्र अर्थात् सुरक्षा मन्त्रहरू त्यस्तै गरी धर्म सुरक्षा वर्गभित्र बताएको 4 वर्गीय विनयभित्र बताएको यदि आफूलाई भनौँ न पेट दुख्दाखेरि पेटभित्र भएको विभिन्न यो कीटाणुहरूलाई हटाउनको लागि शान्त पार्नको लागि खानाहरू अपच भएको खण्डमा मन्त्र जप गर्नु मिलिन्छ त्यो बेला मन्त्रहरू जप गर्नु मिल्छ किन भन्दाखेरि रोगले ग्रस्त भएर ध्यान गर्नु धेरै गाह्रो भयो भने मिल्दछ यो मन्त्रहरू जप पनि भने त्यसै गरी अक्षरहरू पढ्नु त्यो बाहेकको अब अक्षरहरू पढ्नु पाइँदैन नत्र भने त्यो बाहेकको अब तार्किकहरूलाई संयम पार्नु शान्त पार्नुको लागि मन्त्र जप गर्ने विभिन्न विषहरूलाई हटाउनुको लागि यो मन्त्रहरू चाहिँ पढ्नु पाइँदैन भनेको छ नत्र भने आफूले सुरक्षा गर्नुको लागि चाहिँ पढ्नु पाइन्छ अरूलाई हानि नोक्सानी परेर आफूले सुरक्षा गर्नु चाहिँ पाइँदैन र अरूलाई नोक्सान नपरिकन आफूलाई रक्षा र सुरक्षाको लागि चाहिँ मन्त्रहरू जप गर्न पाइन्छ भन्ने यसरी अब बताएको छ
त्यस्तै गरी यो सर्वस्तिवादको यो पञ्चवर्गीय विनयभित्र पनि आफू आफूलाई जीवित राख्नुको लागि विभिन्न पेटको दुखाइहरू हटाउनुको लागि दुखाइलाई हटाउनुको लागि त्यस्तै गरी विषहरू हटाउनुको लागि आफू सुख शान्ति रहनुको लागि यदि मन्त्र प्रयोग गर्यो भने चाहिँ त्यो धेरै नै खतरा बन्ने छ है भन्ने सर्वस्तिवादको पञ्चवर्गीय विनयभित्र चाहिँ कोरेको छ दाबी गरेको छ यो चाहिँ स्वीकृति दिएको छैन जे भए तापनि आफू आरामदायक बस्नको लागि त्यसैले आफू अरूलाई हत्या हिंसा नगरिकन आफू सही ठाउँमा रहनुको लागि कुनै रोगदेखि दूर हुनुको लागि आफू ध्यान गर्नुको लागि चाहिँ सत्य काम गर्नुको लागि चाहिँ कुनै दोषहरू छैन मन्त्र जप गर्नु त्यो बाहेक हत्या हिंसा र राखेर किसिमको आफूले यो जपहरू गर्यो भने चाहिँ मिल्दैन भनेको छ पालीको ग्रन्थभित्र मन्त्रहरू धारणी मन्त्रहरू सुरक्षाको मन्त्र के राखेको छ भन्दाखेरि यो एकदम महत्त्वपूर्ण कुरा यसमा दाबी गरेको छ लेखेको छ यसलाई केही कुराहरू म बताउन चाहदैछु सुरक्षा मन्त्र हो आत्मरक्षा मन्त्रहरू यो चाहिँ मिलन्दै राजा परिप्रेक्ष मिलिन्द परिप्रेक्ष सूत्रभित्र के रहेको छ त मलि मिलिन्द्र राजा परिप्रेक्ष सूत्रभित्र के रहेको छ भन्दाखेरि यो चाहिँ पालीको त्रिपिटकभित्र पर्दो रहेछ यो भित्र चाहिँ अब सूत्र पिटक र यो ठिन्चेक कुनै वर्गहरूको वर्ग पर्दो रहेछ यो त्यो भित्र चाहिँ यो प्रश्न उत्तरमा यो लेखिएको रहेछ यो सूत्र चाहिँ मिलिन्द्र राजा परिप्रेक्ष सूत्र भन्ने चाहिँ त्यो भित्र के राखेको छ भन्दाखेरि रक्षाको लागि आत्मरक्षाको लागि कुनै मन्त्रहरू राखिएको छ काया रक्षा यसलाई खन्द परित्र भन्दो रहेछ आफ्नो शरीर र स्कन्धहरूलाई जोगाउनको लागि त्यसै गरी अब मयूर मन्त्र भनिन्छ यसलाई चाहिँ मोर मन्त्रलाई मयूर मन्त्र दोस्रो राखिएको रहेछ अर्को चाहिँ के हो त ध्वजा परित्र क्याल्थेन्सेमो भनिन्छ ध्वजा परित्र त्यस्तै गरी अर्को अता नतिया मन्त्र मन्त्र त्यस्तै गरी अङ्गुलीमाला परित्र अङ्गुलीमाला परित्र मन्त्र त्यस्तै गरी रत्नसूत्र यो अनेक मन्त्र भएको धारणी मन्त्र रक्षामा अङ्ग रक्षाको लागि राखिएको मन्त्र चाहिँ यो राखिएको छ राजा परिप्रेक्ष मिलिन्द राजा परिप्रेक्ष सूत्रभित्र राखिएको छ है यो मिलिन्द राजा भनेको चाहिँ के हो त संवाद सन भन्दा यो इस्वी संवत भन्दा पनि अगाडि 100-200 वर्ष अगाडि कुरा रहेछ उहाँको काल चाहिँ त्यसैले यस्तो मन्त्रहरू पनि आइरहेको छ भने हामीले अब बुझ्न सक्छौँ अनि आजभोलि पनि अब श्रीलङ्काको यो स्थविरहरू वर्गहरू त्यसै गरी विभिन्न धर्म सम्प्रदायदेखि अहिलेसम्म आइरहेको बर्मा भनौँ न बर्मादेखि आएको थाइल्यान्डदेखि आए भित्र पर्ने विभिन्न मन्त्रहरू अङ्ग रक्षाको लागि राखेको मन्त्र धेरै रहेछ त्यो अविच्छिन्न रूप अहिलेसम्म यस्तो मन्त्र आइरहेको छ यो चाहिँ के त मङ्गलिक हुनको लागि विभिन्न साथ तान्नेको लागि धन सम्पत्ति आर्जनको लागि यो मन्त्रहरू चाहिँ विशेष गरी पढ्ने गरिन्छ श्रीलङ्का बर्मा थाइल्यान्ड अनेक ठाउँमा चाहिँ यो भिक्षुहरूले गर्दै आएका छन् अब यो जापानको कुनै विद्वानको कुरा गर्ने हो भने दक्षिण देशदेखि अब भित्रिँदै आएको यो
त्यो भित्र के छ भन्दाखेरि अनेक सूत्रहरू 29 वटा सूत्र रहेछ त्यो भित्र यो मन्त्र भएको कुराहरू परित्रा मन्त्र परित्रा भएको सूत्रहरू अगाडि मैले पूर्वोक्त क्रममा बताउने क्रममा यो विभिन्न रक्षा रक्षा मन्त्रहरू राखिएका त्यो माथि पनि के हो त पाँचौं शताब्दीतिर आफू सुख शान्ति आनन्द रहने र अङ्गुलीमालको रक्षा मन्त्रहरू यो थपिएको छ अङ्गुलीमाल परित्र अनि यसको अब यो मन्त्रको परिवर्तनको मन्त्रको यसको भित्र भएको मुख्य अर्थ के हो र यो कहाँदेखि उत्पन्न भयो यसको के व्याख्या गर्नु मन पर्यो मलाई अर्थात् यसको विवरण दिन मन पर्यो पहिलो के रहेछ स्कन्दादेखि बताएको परित्रा मन्त्र मैले अस्ति भने नि एकदम वृद्धि माया विनय पिटकमा चाहिँ 3 कुरा फैलेको छ भने नि पहिला विभङ्ग दोस्रो स्कन्द तेस्रोमा चाहिँ परिवार सपरिवार भन्ने अर्थात् मार्गहरू यो दोस्रो रहेको छ त्यही कारणले स्कन्ददेखि फैलिएको विभिन्न यो परित्रा मन्त्रहरू धारणी मन्त्रहरू यो पाली विनयको मुख्य अध्यायहरू 3वटा रहेको छ त्यहाँदेखि सुरुवात भएको यो दोस्रो अध्यायमा पर्दो रहेछ यो पालीभित्र भएको विनय ग्रन्थ त्यो भित्र के रहेको छ भन्दाखेरि अब यो चाहिँ कसले बताए हिराखावा अकिरा जापानको एउटा विद्वानले बताउनु रहेछ अर्थात् मचुनागा युके दुईजनाको अब यसरी भित्रको मात्र रहेछ पाली विनय भित्र राखिएको यो परित्रा मन्त्र चाहिँ के हो त दया माया गरेर हैन एकदम भावना गरेर आफू अब साँपको विभिन्न डर विभिन्न त्यसको साँपको डर त्रासहरू विभिन्न नेपा भनौँ न हैन विकृतिहरू हटाउनको लागि एउटा मन्त्र राखेको रहेछ त्यही कारणले गर्दाखेरि एउटा भिक्षुले सर्पलाई अब मन्त्र गरेर अब त्यो अनि यो मन्त्र जप्दाखेरि सर्प मरेको रहेछ त्यही कारणले गर्दाखेरि अनि एउटा बुद्धले लुई क्याल्पो नागराज 4 प्रकारको अब यो 4 थरी राजाहरू हुन्छ अनि यो सबै दयामाया करुणाले भरेको हुँदाखेरि त्यस्तो गर्यो भने अब साँपहरू चाहिँ मर्दैन नत्र भने दयामाया नगरिकन मन्त्र जप भने चाहिँ नागराजहरूलाई चाहिँ दुःख हुने हुन्छ यस्तो गर्नु पाइँदैन भनेर बुद्धले निश्चित गरेको रहेछ अनि यो भित्र राखिएको नागराजको 4 प्रकारको गोत्रहरू भने उनीहरूले रक्षा गर्नको लागि यो गाथाको रूपमा बताएको रहेछ आफूलाई रक्षा गर्ने मन्त्रहरू हैन अर्थात् आत्मपरिता पनि भनिन्छ अर्थात् यो नागसँग जोडिएको यो मन्त्र रहेछ यो अब यो पालीको विनय भित्र रहेको छ यसमा चाहिँ मध्यम र उच्च वर्ग र न्यूनतम वर्गमा यो चाहिँ के हो त न्यूनतम वर्गमा छुटेको रहेछ इतिहास चाहिँ अब यो पालीको विनय भित्र यसको कथाहरू राखेको छ अर्को के हो त भन्दाखेरि एकदेखि अर्को फैलिँदै गएको वर्ग विनय वर्ग अर्थात् त्यो भित्र के छ त भन्दाखेरि नागको सूत्र अर्थात् अहिन्दा सूत्र भनेको रहेछ यो नागसँग सम्बन्ध भएको सूत्र रहेछ यो त्यस्तै गरी
एक आगमदेखि फैलिँदै गएको सूत्र हो त्यो भित्र चाहिँ अब के को सूत्र रहेछ नागको सूत्र अर्थात भनौँ न नाग सूत्र यसलाई चाहिँ अहिन्दा सूत्र पनि भन्दो रहेछ चौथो तेस्रो चाहिँ के रहेछ भन्दाखेरि यसमा अलिकति तलमाथि भएछ 나서 다디 디 스튜디오를 쳤어 다디 가다 전에 찍디 안에 당부디 간다 덤규니 통만 주서로디 यसमा अलिकता मैले राख्ने तलमाथि भएछ यो दक्षिण दिशादेखि फैलिँदै आएको यो कथाहरू हो यो त्यहाँदेखि पत्ता विनयभित्र भएको कुराहरू पहिलो पाली विनयभित्र भएको यो सानो वर्ग दोस्रोमा एक एकदेखि फर्की फैलिँदै गरेको भित्र भएको नागको सूत्र तेस्रोमा स्कन्द जातकको सूत्र त्योसँग सम्बन्धित भएको कुनै अब कथा रहेछ त्यसै गरी यो नागको सूत्र यो दोस्रो चरण पर्छ यो त्यस्तै गरी तेस्रो नम्बरमा सुबदी एने के बरब गिलुंस नादे अन पाली की देने नालोने त्यस्तै गरी पाली देने नालोने लुङ देने नालोने ता लुङ छिसिक नालोने त्यसै गरी यो स्कन्द जातकको सूत्रभित्र चाहिँ पालीभित्र पालीको सूत्र पिटकभित्र राखिएको धेथेन छुवा भन् सानो वर्गमा भएको विभिन्न यो कुराहरू रहेछ त्यस्तै गरी दुलवाल देशी चार वर्गे विनय यो धर्मरक्षित भनौँ न त्यो भित्र भएका धर्मगुप्तको यो त्यो भित्र विभिन्न कुरा राखेको छ यो नागको चार जातक सूत्र भनौँ न यो पालीभित्र भएको विनयको ग्रन्थभित्र राखिएको छ अर्थात् चार थरी नागहरू अर्थात् नाग राजा अर्थात् अष्टनागा पनि भनिन्छ यसलाई अब यो चार वर्गी विनयभित्र चाहिँ अब अष्टनागा भनेर लेखिएको छ पालीभित्र चाहिँ के छ भन्दाखेरि फेरि चार गोत्र चार जातक नागा भनेर लेखिएको अर्थात् के हो त दयामय करुणा सहित मन्त्र जपे पनि नागले डस्दैन ठुङ्दैन दयामय नभएको मन्त्र जपे पनि नागहरू मर्ने हुँदाखेरि यो घातक हुन्छ यो चाहिँ गर्नु पाइँदैन भनेर रोकथाम गरेको कुरा हो अर्को रहेको छ लुङ याँदा देम्बा अर्थात् सामयिक युक्त आगमभित्र योभित्र अध्यय 9 भित्र राखिएको छ नागहरूले चाहिँ अब गाथा पनि राखिएको छ यदि दयामाया सहित करुणा सहित यसरी जप्यो भने यो चाहिँ भनौँ न गेलोङ हिँडे भनेर अब बताएको रहेछ मन्त्र जप्दाखेरि नागले डसेको रहेछ त्यो डस्ने भिक्षुको नाम के हो त भिक्षु हिँडे बताएको रहेछ यसले के बताउँदछ त भन्दाखेरि त्यो बेलामा पनि वज्रयानको मन्त्रहरूको कुराहरू थियो भने बुझाउँदछ त्यसै कारणले यो भिक्षु निधिले बताउने हेर्दाखेरि मन्त्रको प्रयोग पहिला गर्ने चलन रहेछ भन्ने कुरा पनि यो मन्त्रको कुरादेखि झल्काउँदछ त्यही कारणले यो सूत्रभित्र बताएको मन्त्रहरू चाहिँ शब्द अर्थसहित आफूले जप गर्यो भने नागको विभिन्न विषहरू लाग्दैन र नागहरूले डस्न सक्दैन यसरी विभिन्न हानिहरू हुँदैन भन्ने लेखिएको छ त्यसै कारणले यो विद्या मन्त्र भनौँ विद्या मन्त्रलाई राम्रोसँग उच्चारण गर्यो दयामाया करुणा सहित जप गरे भने चाहिँ हानि नोक्सानी हुँदैन दुवै पक्षलाई चाहिँ शान्ति हुनेछ भनेर बताएको छ त्यो भित्र बताएको छ 6औं नम्बरमा के परेको छ यो त्यो 5औं नम्बर कुरा अब 6औं नम्बरमा 5औं नम्बर चाहिँ यो सम्यक युक्त आगमको कुरा थियो 6औं बेला चाहिँ
योसँग सम्बन्धित भएको अर्को सूत्र बताएको छ जस्तै अर्को के छ पञ्चवर्गीय विनय पिटक त्यो भित्र अध्याय 26 मा भनेको छ त्यो भित्र पनि के हो त महासङ्घीका विनय भित्र त्यो भित्र पनि अध्याय 22 वटा यो चीनको अनुवाद अनुसार सर्वस्तिवाद भित्र पर्ने विनय त्यो भित्रमा पनि अध्याय कति 6औं अध्यायमा यो भोटको अनुसार पनि भोटको अनुवादमा विभङ्ग विनय विभङ्ग भन्नेमा कोरिएको छ यस्तो कुराहरू यो मन्त्रहरूको विषयमा लेखिएको सूत्रको विषयमा बताएको मैले कुनै चीनदेखि अनुवाद भएका कुनै भोटदेखि अनुवाद भएका कुनै महासङ्घिकादेखि आफ्नो अध्यायमा यो भित्र चाहिँ नागको विषयमा अर्थात् मन्त्रको विषयमा परिताको विषयमा राखिएको छ भनेर मैले बताएको हो त्यो भित्र मन्त्रको कुराहरू राखिएका छन् कारण हामीले ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरि विषलाई हटाउने मन्त्र राखिएको छन् त्यो भित्र कुन कुन मन्त्रहरू यो हामीले यो दिवंगत भएको मान्छेको लागि आहुति दिँदाखेरि सधैँ नै पर्दछ जस्तै उदाहरणको लागि जस्तो कि यहाँ भनेको छ कि यो राग क्रोध अज्ञान चाहिँ यो सबै संसारको 3 प्रकारको विष हो यो बुद्धलाई चाहिँ कहिले पनि विष हुँदैन त्यसैले बुद्धको सत्यतालाई यो विषहरू चाहिँ हटाउन सक्छ भनेर राखेको छ यो सत्यता बल राखेको छ यो सधैँ नै हामीले आहुति दिने क्रममा यो शब्दले अब गाथालाई हामीले पढ्छौँ वाचन गर्छौँ यो चाहिँ विभङ्ग विनयभित्र राखिएका छ यस्तो कुरा यो मात्रै नभएर यो भोटको अनुवाद विभङ्ग विनयमा यो भित्र मन्त्र हैन राखिएको छ परिवर्तन मन्त्र भनेर यसलाई गोप्य मन्त्र भनेर चीनको अनुवाद भोटको अनुवादहरुमा हामीले भेट्न सक्छौं चीन यो चाहिँ के हो त भिक्षु नेगाओ नागले डस्यो कारणले गर्दाखेरि अनि बुद्धले विषलाई हटाउने एउटा गाथाहरू बताएको यो ऋङ्गक अर्थात् विद्या मन्त्रहरू बताएको कुराहरू छन् अर्थात् बुद्धले आफ्नो भिक्षुहरूलाई नागले डस्दाखेरि साँपले डस्दाखेरि त्यो डसे बापत विषहरू नलाग्नको लागि रोकथाम गर्नको लागि बुद्धले बताउनु भएको मन्त्रहरू राखेका रहेछन् अब 7औं नम्बरमा के हो त अब यो थियो हिनयनको कुरा अब मायन सूत्रसँग सम्बन्धित यो धारणी मन्त्रको कुरा के छ बताउनु पर्दाखेरि अब मायनको कुरा गर्छौं योसँग जोडिएको यो धारणी मन्त्रहरू यो नागको विषहरूलाई हटाउनेको मन्त्र मायन सूत्रसँग जोडिएको कुरा गर्दा बताउनु पर्दाखेरि नागको विषलाई हटाउनको लागि मन्त्र राखिएको मायन सूत्रभित्र छ कि मयूर राजा मन्त्र सूत्र भनिन्छ अर्थात् मयूर राजा धरणी सूत्र एकदम फैलिएर वृद्धि भएर गएको छ यो हामीले अनेक यो बुद्ध वचनभित्र देख्न सक्छौँ पछि यो वज्रयान फैलाएको क्रममा यसलाई क्रमैसँगै विशेष जोड दिएर यसलाई चाहिँ फर्दै यो फेल बढ्दै आएको छ यो लोप भएको छैन
अब त्यसै गरी यो चीनको एउटा महाविद्वान छ हैन उहाँ चाहिँ अब श्रीलङ्कामा जन्मिनु भएको रहेछ उहाँले अनुवाद गरेको एउटा उहाँले उहाँले एउटा अनुवाद गरेको यो सूत्र रहेछ त्यो चाहिँ के हो त भन्दाखेरि महामयूर विद्या राजा सूत्र भनेर राखिएको छ ये जस्ता सूत्रहरू चीनमा चाहिँ पहिलादेखि नै प्राचीन कालदेखि नै आइरहेको छ त्यो चाहिँ थङ थङ साम्राज्य पालोमा आयो रे चीनमा चाहिँ यो चाहिँ एउटा भनाइ छ कि आजभन्दा धेरै साल प्राचीन समयदेखि नै महामयूर सूत्रहरू चाहिँ पढ्दै आएको छ भन्ने बताइन्छ यो चीन युन्ती भने त्यो चीन युन्तीको राजाको पालामा आएको यो चाहिँ सन् 317 देखि 322 सम्म यो एकदम प्रख्यात भएको रहेछ उहाँले यो राज्य चलाउनु भएको थियो उहाँले चाहिँ यो चिनशरमा राजा चाहिँ 317 देखि 322 सम्म उहाँले राज गर्नुभएको रहेछ सिमृत्रा भनेर रहेछ उहाँले फेरि यो श्री मित्रले फेरि अनुवाद गरेको रहेछ त्यो भित्र के छ भन्दाखेरि महामयूर देव मन्त्र एक अध्याय रहेछ यसमा त्यही कारण यो पनि यो एक चीनमा यो अनुवाद गरेको छ भने श्री मित्रले अनुवाद गरेको भित्र लेखिएको छ त्यस्तै गरी अर्को के छ मयूर राजा अनेक मन्त्र भनेर राखेको रहेछ त्यो चाहिँ अत्यन्त पहिला भएको रहेछ त्यसै गरी लेङको राज्य बेला साम्राज्य बेला त्यो बेला मयूर राजा धारणी मन्त्र सूत्र भनेर राखेको रहेछ त्यो अनुवाद गरेको रहेछ यो यसमा दुई प्रकारको अनुवाद रहेछ हाल चीनमा चाहिँ हाल अब चीनमा कतिवटा मयूरको धारणी मन्त्रको सूत्र रहेको छन् भन्दाखेरि त्रिपिटक भित्र चाहिँ 6 प्रकारको रहेछ अहिलेसम्म अब लुपेन अब आचार्य धेयतोर्जे लगायत अनेक विद्वानहरूले अब अनुवाद गरेका मयूर राजा धारणी मन्त्रको सूत्रहरू चाहिँ कति रहेछमा 6वटा रहेछ सबैको नाम चाहिँ मयूर भनेर राखेको छ शीर्षकमा यो चाहिँ के हो त अष्टनागहरूले मन्त्र छापेर त्यो मन्त्रले गर्दाखेरि नागहरूले डस्दाखेरि पनि विष नलाने त्यस्तो प्रकारको मन्त्रहरू चाहिँ मयूर धारणी मन्त्र सूत्रभित्र राखिएको रहेछ अर्थात् महामयूर धारणी सूत्रभित्र यो चाहिँ के हो त यो चाहिँ एउटा राजाले भेटिएको थियो त्यो बेला जस्तो कि यो चाहिँ संस्कृत भाषामा अनि त्यसलाई चाहिँ अनुवाद गर्दाखेरि 6 प्रकारको अनुवादहरू थरी थरीको यो 6 प्रकारको सूत्रहरू पनि किन भन्दाखेरि मयूरले चाहिँ अब यो साँप खाँदो रहेछ नि नागहरू त्यसैले अब मयूरले चाहिँ नाग खाए साँपलाई मारेर खाने अब उसको विष नलाने पचाउने क्षमता भएकोले नागको विषहरू हटाउनको लागि यो सूत्रको नाममा अगाडि चाहिँ मयूर राख्नु कारण चाहिँ यस्तो रहेछ जे भए पनि अघि मैले बताएँ चाहिँ चीनको चीन भाषामा चीनमा धेरै अब अनुवाद गरिएको सूत्रहरू छन् पहिलादेखि नै यसले अत्यन्त विशेषता दिएको रहेछ होइन भोटमा पनि चीनमा पनि छ किन भन्दाखेरि मयूरलाई चाहिँ नाग सर्पले चाहिँ हानि गर्न सक्दैन भनेर भनाइ पनि छ उखानहरू पनि छ
अब यो 100मा 100% होइन कुनै कुनै 20 चाहिँ मयुरमा नडस्ने नलाग्ने कुरा रहेछ त्यही कारणले सबै 20 त पचाउन सक्दैन यो सत्य त होइन जस्तो मलाई लाग्छ सानोतिनो 20 चाहिँ पचाउन सक्ने क्षमता भएकोले मयुरले 20 पचाउन सक्छ भनेको हो जस्तो मलाई लाग्छ सबै महाबलवान शक्तिशाली 20 चाहिँ उहाँले पचाउन सक्दैन यसले पचाउन जस्तो लाग्छ मलाई त्यसैले यो वैज्ञानिकहरूले पनि यसरी अब विभिन्न अब अनुसन्धान गरेको पाइन्छ संक्षिप्तमा बताउनु पर्दा जे भए तापनि यसमा 6 प्रकारको मैले कुराहरू बताएँ पहिलोदेखि चरणदेखि छैटौँ चरणसम्म यो सबै के हो त भन्दाखेरि यो अनि यो छैटौँसम्म चाहिँ पहिलोदेखि यो हिनयानको सूत्रको ग्रन्थ बताएँ 7औं नम्बरमा भएको पाठ यो महायानको थियो यो धारणी मन्त्रसँग भएको ग्रन्थको सम्बन्धी कुराहरू हो अब जापानको विद्वान हिराखावाको विषयमा उहाँको राय मात्र हुन गर्दाखेरि यो सूत्रभित्र चाहिँ एउटा गेलोङ मङ्गले भन्ने रहेछ सबस्ती भन्ने अब एउटा गेलोङ मङ्गले सबस्तीलाई चाहिँ अब साँपले डसेको हुँदाखेरि बुद्धले चाहिँ नागको राजा अष्टनाग राजालाई चाहिँ दयामय करुणा अथवा मैत्री भाव गरेर मन्त्र जपे भने साँपले डसे बाबत विषहरू चाहिँ लाग्दैन हानि पर्दैन भनेर यसरी बताएको छ भन्ने यसरी बताउनुहुन्छ अब त्यही कारणले मायानी सूत्रभित्र भएको विभिन्न बौद्ध वज्रयानी मन्त्र पठाएको मन्त्र लेखिएको ग्रन्थभित्र भएको विभिन्न कथाहरू उखानहरू भनौँ न एकेदेखि आएको कथाहरू सबै के हो त विभिन्न कुराहरू छन् यो कहाँदेखि आएको यसको उठान के हो भन्दाखेरि पाली विनय पिटकभित्र आएको यो आंशिक वर्गमा पर्ने भित्र लेखेको छ नि त कर्म उत्थान त्यस्तै गरी सम्यक युक्त आगम कर्म उत्थान भन्ने त्यो भित्रदेखि सुरुवात भएको रहेछ यो पहिलो अब यहाँदेखि अब कथित यहाँदेखि आएको हुँदाखेरि पछि यो मायनी सूत्रहरूमा पनि यो वृद्धि भएको रहेछ फेरि अर्को जापानको विद्वान रहेछ मचुना गयु के भने के भन्नुहुन्छ भन्दाखेरि यो मायनी सूत्रभित्र भएको कुरा छ नि यो मायनी र धारणी मन्त्रको ग्रन्थभित्र अर्थात् यो महामयूरी सूत्रभित्र धारणी सूत्रभित्र रहेको कुराहरू त्यो र त्यस्तै गरी यो चारौं चरणमा पर्ने 4 वर्गीय विनय र त्यस्तै गरी सम्यक युक्त आगम भित्र योसँग त्यति सम्बन्ध भएको पाइँदैन अनि यो सबैसँग सम्बन्ध नभएर यो जापानको विद्वान मोचुगामाले चाहिँ पहिलो चरणको भाग र अहिले यो 7औं चरणको भागमा चाहिँ मिलजुल खान्दछ तालमेल खानु जान्दछ भनेको छ मिल्नु जान्दछ भनेको हो अर्थात् वज्रयानको सूत्रमा भएको मन्त्रको कुराहरू होइन मायनको कुरा र यो पहिलो चरणको 4औं नम्बरमा पर्ने विभिन्न कुरा मन्त्रको विषयको बताएको थियो सम्मत छैन भनेको छ त्यसैले यो पहिलो चरणमा बताएको यो त्यो पनि आंशिक वर्गमा बताएको नागको विषयमा बताएको कुराहरू र महायानी धारणी मन्त्र बताएको सूत्र चाहिँ धेरै सम्बन्ध छ भनेर अनि मिल्नु जान्छ भनेर जापानको विद्वान मोचुगामाले बताएको रहेछ त्यस्तै गरी
मायनी सूत्र अर्थात मयूर सूत्र मा मयूर सूत्र र योसँग जोडिएको अर्को विभिन्न भन्दै आएको कुराहरू छन् यो कथानीहरू यो कुराहरू चाहिँ यो अब आज भोलि पनि हामीले भेट्न सक्छौँ तर यो कति अब तालमेल खान्छ कि खाँदैन यसमा मिल्छ कि मिल्दैन त्यो त मलाई थाहा छैन विभिन्न मान्छेको भनाइमा सुन्दै आएको सूत्रहरू पनि रहेको छ यो अब सर्वश्रीवाद भित्र मिङ्गिसी पनि भनिन्छ होइन दबाईको स्रोत यो संस्कृत भाषामा एउटा नमुना भएको एउटा चीनको अनुवाद पनि रहेछ भोटको अनुवाद पनि रहेछ यो दुवैलाई अब ग्रहण गर्ने आइरहेको रहेछ त्यो भित्र अब विभिन्न मयूरको धारणी मन्त्रहरू त्यसै गरी दक्षिण सम्प्रदायदेखि फैलिँदै आएको यो विभिन्न यो दुई प्रकारको सम्प्रदायहरू अहिलेसम्म वृद्धि भइरहेको छ यसको मुख्य स्रोत चाहिँ कहाँदेखि आयो त भन्दाखेरि यो भारतवर्षमा फैलिएका यो नागको अष्ट नागराजहरू चार नागराजहरू त्यहाँदेखि कुराहरू फैलिएकोलाई चाहिँ एक एक गरी यो अविच्छिन्न रूपमा फैलिँदै यसलाई पक्रिँदै आएको जस्तो मलाई लाग्दछ यो भनौँ न यसको विभिन्न तीन प्रकारको सम्प्रदायहरू मानिन्छ यस्तो विषय बताउने होइन दक्षिण दिशाको अब बौद्ध धर्म त्यसै गरी उत्तर दिशाका सम्प्रदायहरू त्यसै गरी प्रारम्भिक बौद्ध धर्म तीन प्रकारको परम्पराहरू आएको छ त्यहाँदेखि बताउँदै आएको कुराहरू हो यो अर्थात् यो नागले डस्दाखेरि विष लाग्दैन भनेर रोकथामको लागि अनेक मन्त्रहरू यो सूत्रमा बताएको छ भन्ने कुरा चाहिँ बताएका हो यो स्थापिरमा चाहिँ के हो त भन्दाखेरि अब यसमा चाहिँ अब मयूरको जातका चाहिँ 500 वटा बताएको छ यो यसको इतिहास कुराहरू चाहिँ दक्षिण दिशादेखि फैलिएको बौद्ध धर्मभित्र स्थापिर वर्गमा पर्दो रहेछ होइन मन्त्र जप्दाखेरि नागले डास्दा भने विष लाग्दैन भने यसरी मयूर जातका कथाहरू 500 वटा कथा रहेको रहेछ मयूर राजा सूत्र मयूरको राजा एउटा रूप देखेर यसरी अब होइन यो मन्त्र राखेको रहेछ यो 6वटा पारमिताहरूको अब सूत्रभित्र पनि राखेको रहेछ यो अब यो विजय मन्त्र भनौँ न विजय मन्त्र के रहेछ भगवान र असुरहरू अब यो युद्ध गर्ने बेलामा अब इन्द्रले चाहिँ ध्वजा देखेको कारणले गर्दाखेरि डर त्रासदेखि अब मुक्त भएको मन्त्र छ भन्ने यसरी बताएको छ यसको परम्परा चाहिँ दक्षिण दिशादेखि फैलिएको बौद्ध धर्ममा याङ्दा देवीले संयुक्त निकायमा राखेको रहेछ त्यो चाहिँ हामीले शिक्षिकी लेउ अथवा गाथा वर्गमा हामीले हेर्न पाउँछौँ यो चीनमा पनि अनुवाद गरेको रहेछ यो चीनमा चाहिँ 4 वर्गी सूत्रभित्र राखेको रहेछ अर्थात् अर्को चाहिँ संयुक्त आगम वर्गमा पनि राखेको रहेछ यो भित्र 35 अध्याय रहेछ अर्को चाहिँ के हो त एकदेखि अर्को फैलिँदै गयो आगम भित्र जम्मा 14वटा भाग राखेको रहेछ यो हामी यो सबै के हो त उत्तर र दक्षिण दिशादेखि फैलिएको विभिन्न इतिहास र यसको कथित रहेछ कुराहरू
यसको मैले जरैदेखि अब मैले 다 जाँच गर्न 얘네디 पाएन यसलाई 제레야 시버디 थोरै थोरै मैले 아타나 बताएको छु 나 अब चौथो क्रममा चाहिँ नटिया किंगासा अटा 아타나티 नटिया 응아사 धारणी मन्त्र भनेको रहेछ 아타나티야 사디 अटा नाट्य भने के हो त 아니 भन्दाखेरि 장로증이 포장기 응아사 그래도 베게서 규비는 장로증이 포장기 응아사 अटा नटिय धारणी 아디 मन्त्र भने 응아디 चालो चिगी 아니 भटागे 개범망되었어 मन्त्र फटाङ्गे भन्दो रहेछ 뉴진디 यसलाई 속 상계기 떼발래야 상계기 떼발래야 대박이야 यो 콘 मन्त्र चाहिँ के हो 넘버시 त भन्दाखेरि 네 콘 넘버시 어바 बाहिरोजना 개범 राजाले 넘버시 विभिन्न यो इच्छाहरूलाई 되네 अ, 개념 बसमा राखेर 넘버시 बुद्धलाई 콘 넘버시부디 बुद्ध प्रति चाहिँ 기승교체하다 콘 넘버시불이 अ, 빼범이게야 श्रद्धा 진짜게 भक्ति 샤베기 응아사 जन्मनुको लागि यो मन्त्र प्रयोग गर्ने रहेछ अर्थात् 응아디 चार 야리 नाली विभिन्न यो लोदे परिषदहरूलाई सुरक्षा 롱이 दिनुको लागि यो 휘휘 अ, हिंसा नहुनुको लागि लोदे यो राखिएको 휘휘 मन्त्र रहेछ 비게 나올 게 도순순이 봐 अर्थात् यो के हो त यो 자디바디 मन्त्र चाहिँ 어디 लम्बिएको सूत्रभित्र 진비링게 राखेको रहेछ दीर्घ निकाय 도순순이 भन्नेमा 아타나티 도함 यो 아니 भित्र 장로쟁이 포장도 사 딘나로 순이 32वटा भाग रहेछ अर्थात् आठ नटिया सूत्रभित्र चाहिँ अ, 따지당 यो भित्र यो 장로쟁이 भित्र 포장도 यो भित्र चाहिँ के हो त 덤규기 भगवानप्रति 덤규세나 덤규기 어때 सद्भावना र विश्वास 덤규기 개버침비기 प्रकट गर्ने मन्त्र राखेको रहेछ 남들색 아니 뉴진디 अर्थात् दिग निकायभित्र चाहिँ 대박이야 저도 विभिन्न 소소하지 सूत्रहरू 다디 20वटा चाहिँ सूत्र राखेको रहेछ 디기다 덤규세나 나도 딘데기다 루규주디 यसलाई महासमय सूत्र पनि भनिन्छ त्यो भित्र 도세나 विभिन्न 시버 मन्त्र राखेको 유버침비 도사 यसलाई महासमय 수담 자 महासमय सूत्र भन्छ त्यो भित्र राखिएको रहेछ अर्थात् 걔네 अ, 걔들하고 있어요. इच्छाहरू चाहिँ 제가 इच्छाहरू चाहिँ बुद्धसँग सत् श्रद्धा भक्ति अटल भक्ति जन्माउनुको लागि राखेको रहेछ 아니 종대백 나 루규주시레스 महासमर सूत्र साथे 디 당부여지 디 루규 당부여지 아니 딜 댄체네 त्यसैले 다디 अ, 그래서 장로직이 포장은 도스라리 충분해서 다 드리지 시에서를 지역으로 다디 यो महासमय सूत्र भएको कारणले नै अटनटिया सूत्र यो उत्पन्न भएको रहेछ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ 장로직이 포장은 더 디나로래야 다다 장로직이 포장은 아사디 अटनी अटनटिय सूत्रभित्र चाहिँ राखिएको रहेछ त्यस्तै गरी यो भोट अनुवादको अनुवादभित्र राखेको रहेछ 다다 고는 슈디야 리버침빈도 महासमय सुतम साथी महासमय सूत्र चाहिँ भोट अनुवादमा राखिएको छ यो अटनटिय सूत्र छैन यो चाहिँ के भित्र छ भन्दाखेरि प्राज्ञ पारामित्र सूत्रभित्र राखिएको छ अर्थात् तादी ngate थरी थरी प्राज्ञ पारामित्र बताएको सूत्रभित्र राखिएको रहेछ निदे देवेकी यो दुवै के हो त भन्दाखेरि यो सर्वकायानको सूत्र तिरेनको सूत्रभित्र पनि छ मायानकी यो वज्र भनौँ न मायानी मन्त्रभित्र मायानी धारिणी सूत्रभित्र राखिएको रहेछ त्यस्तै गरी यो चीन चीन अनुवादको सूत्रभित्र छोक्सु गेपछेम्बो अर्थात् दिशाहरूमा फैलिएका महासमय सूत्र भनेको भित्र अब यो मन्त्रहरूलाई जप गर्यो भने फाइदा के छ भने यसको विषयमा चाहिँ गम्भीरता हिसाबमा लेखिएको छ भने त्यो ग्रहण गर्दै आउने अहिलेसम्म रहेछ यसको परम्परा त्यस्तै गरी यो कैक्यु मलम पढ्दाखेरि तेनबरमा भन्ने पर्छ यो चाहिँ धावेनिङबो ल्याउ चिप्दिम्बा भन्छ अर्थात् चन्द्र सूत्र यो तेम्बरमा बुद्धले बताउनु भयो तेनबरमा भनेको चाहिँ बौद्ध शासन वृद्धिमय सूत्र भनिन्छ त्यो भित्र चाहिँ अर्थात् चन्द्रसारा सूत्र यो भित्र चाहिँ अब यो चाहिँ 17औं अध्याय छुट्टै निकालेर भन्दो रहेछ यदि छुट्टै निकालेर यो चाहिँ तेम्बरमा भित्र बताएको रहेछ यो 17औं परिच्छेदमा पर्ने सूत्रको नाम चाहिँ के हो त भन्दाखेरि
यसलाई चाहिँ अ, यसले महा सञ्जीव पता भन्दो रहेछ यसलाई यसलाई धावैनिङबो दे भन्दो रहेछ यसलाई अर्थात् चन्द्र सारा सूत्र चीन अनुवादमा सबै सम्पन्न अनुवाद गरेको रहेछ यो भित्रसम्म यो 17वटा परिच्छेद भएकोमा यो 17औं नम्बरको परिच्छेद चाहिँ बाहिर छुट्टै निकालेको रहेछ भोट अनुवाद अनुसार चाहिँ यो सबै यो पुगेको छैन यो धावेङिङबो दो चन्द्र सारा सूत्र सिरिज्ञान दिपङ्करलाई यो आगमहरू कुनै कुनै राख्नु भएको रहेछ यो चाहिँ दोकुले तुपा भनिन्छ समुच्चय सूत्रभित्र कुनै अध्यायहरू भित्र राखिएको रहेछ तर यो सुसम्पन्न भएको अनुवाद छैन रहेछ भोट अनुवाद अनुसार किन भन्दाखेरि हामीसँग अब यो आगम सबै राख्नु लागि त्यसको अब अनुवाद हुनु पर्यो नि त्यसै गरेर सबै अनुवाद पुगेको छैन यो चीनमा चाहिँ सबै अनुवाद पुगेको रहेछ त्यसै गरी यो भोटको यो बुद्ध वचन अनुसार भित्रमा चाहिँ अनि आर्य चन्द्र सारा परिपृष्ठ सूत्र भनेर लेखेको छ यो चाहिँ के हो त बौद्ध धर्म चाहिँ स्थिर गर्नुको लागि रहनुको लागि अनि विभिन्न कुन बेलामा छाया हुन्छ भने यसले भविष्यवाणी गरेको छ यस्तो विषय त्यो भित्र लेखेको छ अब बुद्धनको ग्रन्थ अनुसार होइन यो भित्र चाहिँ दुई प्रकारको भम्पुहरू ठेलीहरू छ भनेर यसरी अब बताएको छ तर पनि आजभोलि हामीले हेऱ्यो भने थोरै भएको छैन यसलाई हामीले अब जाँच गर्नुपर्ने यो सत्य कतिको छ कति अध्यायहरू छन् अनुवाद पुरा पुगेको छ कि छैन हामीले जाँच गर्नु धेरै जरुरी छ मैले अघि बताए चाहिँ यो च्याङ्लो चिङ्गी सूत्र भने नि त होइन अटिया नटिया सूत्र खेले अब यो अनुवाद गर्नुभएको यो वैश्यमान सूत्र भनेको छ यो अब समुद्र सूत्रमा मुख्य स्रोत गरेर यो अटिया निटिया सूत्र आएको हो मैले अघि भने जस्तो कि परित्र आफ्नो अङ्गरक्षाको लागि राखिएको मन्त्रहरू यो चाहिँ प्रारम्भिक बौद्ध धर्मभित्र राखिएको कुरा रहेछ यो पहिलादेखि नै छ यो स्थावीर निकायमा नि यो अङ्गरक्षाको मन्त्र राखिएको छ यो मन्त्र धारणी सूत्रभित्र चाहिँ यो परिता भन्ने स्पष्ट राखेको छ र यो स्थावीर निकायहरूमा चाहिँ यो परिता भन्ने चाहिँ त्यति प्रयोगमा आएको छैन जस्तो मलाई लाग्छ भए तापनि के हो त आफ्नो अङ्ग रक्षाको लागि राखिएको हो यो यो परम्परा अङ्ग रक्षाको लागि राखिएको मन्त्र यसको परम्परा चाहिँ प्रारम्भिक बौद्ध धर्मको कालमा पनि थियो भने पछि गएर निकायहरू फैलिङको क्रममा पनि थियो अब म 30 मिनट जति विश्राम गर्न चाहन्छु फेरि त्यसलाई त्यसपछि म निरन्तरता दिनेछु धन्यवाद मैले अघि बताए चाहिँ अङ्ग रक्षाको लागि बताएको यो मन्त्र परित्र पाली यो एक विचार गर्दाखेरि यो पालीको विशेषता यो मन्त्र पनि हुन सक्छ यो अब आफूलाई सुरक्षा गर्नको लागि परित्र भन्छ अङ्गरक्षाको लागि यो चाहिँ बुद्धले पनि एउटा स्वीकृति दिएको यो आफ्नो अङ्गलाई रक्षा गर्नको लागि यो
मन्त्र चाहिँ जप गर्न पाइन्छ भने यसरी स्वीकृति दिएको यसरी बताइन्छ यो विशेषता यसमा चासो गरिन्छ जस्तै गरी यो साँपको उदाहरण राख्यो भने यदि सर्प माथि चाहिँ तपाईँले भित्रैदेखि दयामय करुणा भाव गरेर अनि तपाईँले अनि यसरी जहाँ हिँडे पनि सर्पहरूले चाहिँ डस्दैन भन्ने यस्तो छ किन भन्दाखेरि रिस राग चाहिँ नहुनु जरुरी छ यसैले तपाईँले यदि दया माया करुणाको भाव गरेर मन्त्र जपे पनि साँपले कुनै हालतमा तपाईँलाई डस्दैन र विष लाग्दैन भन्ने यसरी बताएको छ त्यही कारणले यस्तो परिकारको यो मन्त्रहरू जप्यो भने चाहिँ त्यसैले यसरी जपिएको मन्त्र चाहिँ जुन विनय पिटक भित्र राखिएको व्यर्थको विद्या मन्त्र भन्दा धेरै फरक रहेको किन भन्दाखेरि यो यस्तो मन्त्रहरूमा चाहिँ विशेष मान्यता दिनुको कारण स्वीकृति दिनुको कारण जप गर्नुहुन्छ भनेर कारण यसको धेरै समृद्ध रहे विभिन्न व्यर्थको यो त्यसै कारणले व्यर्थको यो ज्योतिष हेर्ने होइन त्यस्तै गरी यो त्यस्तै गरी भनौँ न यो जोखना हेर्ने त्यस्तो चाहिँ रोकिएको छ अब यो जे भए तापनि यो मन्त्रहरू यसरी अब राखिएको कारण के हो त भन्दाखेरि अब यो यसको मुख्य बुँदाहरू पोइन्टहरू चाहिँ हो जापानको अब विद्वान यसको विषयमा अब मचुना गायुके भने के भन्नुहुन्छ भन्दाखेरि यसको विषयमा चाहिँ पहिला भारतवर्ष प्राचीन कालमा अनेकन अब गाउँ बस्ती आफ्नो रीतिरिवाज संस्कार बेग्लै बेग्लै थिए त्यो भित्रको जात धेरै थिए आफ्नो अब समितिहरू थिए धेरै पछि विकास हुँदै गयो विभिन्न यो संस्कार अनुसार मन्त्रहरू पनि अब फुकफाक गर्ने झारफुक गर्नेहरू बढ्दै गयो त्यही कारणले गर्दाखेरि यो गाउँ बस्ती धेरै अब फाटिँदाखेरि यो मन्त्र जप गर्नेहरू चाहिँ फेरि कम हुँदै पनि गयो एउटा गोत्र भनौँ न अब भारतमा चाहिँ गाउँ बस्तीहरूमा चाहिँ अहिले पनि पहिलादेखि नै एउटा जातवाद गोत्र अत्यन्त मान्यता गरिन्छ धेरै पौराणिक कुराहरूको जातहरू होइन इतिहासहरू हामीले भेट्न सक्छौँ त्यो भित्रमा पनि पहिलादेखि अब आएको चल्ती रीतिरिवाजको जुन विद्या मन्त्रहरू अत्यन्त विशेष ध्यान दिएर मान्यता दिएको छ यो पहिलोको मुख्य कारण हो मन्त्रहरू फैलिनुको कारण चाहिँ दोस्रो कारण के हो त भन्दाखेरि त बौद्ध धर्मको एउटा वर्ग एउटा निकाय फैलियो धेरै वृद्धि भयो समृद्धि भएर आयो भिक्षु वर्ग भए पनि अनि गृहस्थी वर्ग भए पनि बौद्ध धर्म धेरै फैलियो अब दोस्रो यो कारण जाँदाखेरि बौद्ध धर्म गाउँ बस्ती यसरी फैलिँदै जाने क्रममा अनि धेरै अब जातवादहरू भएको कारणले गर्दाखेरि मन्त्रहरू मुख्य फैलिनुको कारण चाहिँ यसरी हो दोस्रो कुरा बताए अब तेस्रो कुरा आयो फेरि अब हेर्ने तरिकामा फरक के आयो त भन्दाखेरि
यसले के जनाउँदछ त भन्दाखेरि हेर्ने तरिकामा चाहिँ अब प्रारम्भिक बौद्ध धर्ममा चाहिँ यो विभिन्न यो निषेध कुराहरू रोकियो अनेकन कुराहरू रोक्यो मन्त्र जप त गर्नु पाइँदैन रोक्यो तर पनि के हो त प्रारम्भिक बौद्ध धर्म कालमा पनि पहिला विद्या मन्त्रहरूलाई धेरै रोकथाम त गर्यो तर पनि यो बस्ती बस्ती गाउँ गाउँमा फैलिने क्रममा चाहिँ धेरै भिक्षु दल भएको ठाउँमा त यसलाई प्रयोग गर्न पाएन तर बस्ती बस्तीमा फैलेको गाउँ ग्रामीण क्षेत्रमा फैलेको हुँदाखेरि फेरि यो बिस्तारै फैलिँदै आयो यो तेस्रो मुख्य कुरा हो पोइन्ट अब हेर्ने तरिकामा धेरै फरक पऱ्यो नि यो विद्या मन्त्र भन्नेमा पहिला प्रारम्भिक बौद्ध धर्मकालमा अब यो विद्या मन्त्र पहिला बताएको र दोस्रो चरणमा यसरी फैलिँदै गरेकोमा हेर्ने तरिका फरक भयो नि त नजरहरू अब पछि चरणमा गएर भनौँ न यो प्रारम्भिक पहिलो बौद्ध धर्म फैलिने क्रममा यो विभिन्न व्यर्थको विद्या मन्त्र रोकियो व्यर्थको भएकोले पछि गएर के हो त हेर्ने तरिका आफूले अङ्गरक्षा गर्नुको लागि परिताहरू आफूले सुरक्षा गर्नुको लागि पछि अनि मन्त्रहरू राखियो सबै विद्या मन्त्र रोक्नु त होइन रहेछ नि कुनै कुनै त हामीले अध्ययन गर्नु मिल्दो रहेछ नि भावना अभ्यास गर्नु मिल्दो रहेछ नि भन्ने हेर्ने तरिकाले फेरि पछि परिवर्तन आएर यसलाई कुनै कुराहरू चाहिँ फेरि फैलिँदै आयो यो चौथो नम्बरमा थियो पाँचौँ नम्बरमा के हो त भन्दाखेरि पाली ग्रन्थहरूभित्रदेखि आएको यो मन्त्रहरू रक्षा मन्त्रहरू परिता धारणीहरू यो चाहिँ हेर्ने तरिकामा एकदम परिवर्तन भएको हामी देख्छौँ कुनै नमुनाहरू हामी स्पष्ट देख्न सक्छौँ किन अङ्गरक्षाको लागि मन्त्र जप गर्नु चाहिँ अत्यन्त जरुरी छ भने यस्तो नमुना उदाहरणहरू चाहिँ राखिएको छ त्यो चाहिँ यसले धेरै परिवर्तन ल्याएको छ यो चाहिँ मन्त्रहरू चाहिँ हामीले जप गर्नु मिल्ने मुख्य नमुनाहरू चाहिँ यहाँदेखि भयो अङ्गरक्षाको लागि राखिएको परिता धारणीहरू यो अब जापानको एउटा मचुना गयुकी यो विद्वान मात्र नभएर उहाँ भित्रदेखि पोख्त थिए सबै कुरामा उहाँ दत्त थिए सबैमा उहाँ प्रतिभाशाली हुनुहुन्थ्यो त्यसैले उहाँको जीवनमा घटेको कुरा चाहिँ उहाँले बताउनु भएको हो यो अब यो बौद्ध धर्म मुख्य फैलिएर जाँदाखेरि यो हामीले के थाहा पाउन सक्छौँ भन्दाखेरि उहाँले यस्तो बताउने क्रममा बौद्ध धर्मको एउटा चाल चलनहरू एउटा त्यसरी गरी आइरहेको संस्कृतिहरू होइन दिन प्रतिदिन दैनिक भोगिरहेको कुरा के हो हामीले पत्ता लगाउन सक्छौँ यो हेर्ने क्रममा के हो त यो बानीले गर्दाखेरि यो दैनिक चरित्रले गर्दाखेरि बौद्ध धर्मको निकायहरू वर्गहरू धेरै फैलिएर जाने यसको मुख्य स्रोतले कारणले गर्दाखेरि बस्ती बस्तीमा जहाँ जाँदाखेरि पनि होइन बौद्ध धर्मको समाजहरू त्यसले गर्दाखेरि के हो त अब यो फैलेको हुँदाखेरि अनि यो पहिलादेखि आएको हुँदाखेरि गाउँ गाउँ बस्ती बस्तीमा चाहिँ जातपात सबै राखेको हुँदाखेरि यसले चाहिँ स्वीकार नगर्ने एकदम कमी नै रहेको छ किनकि धेरै दुःख बिमार हुने ग्रामीण क्षेत्रतिर बौद्ध धर्मको समाजमा पहिला फैलेको कुरा चाहिँ अहिलेसम्म चलिआएको छ त्योभन्दा विशेष गरी यो धेरै लुकिएको ग्रामीण क्षेत्रतिर दुर्गम क्षेत्रहरूतिर विशेष गरी बौद्ध धर्म फैलिनुमा मन्त्रको धेरै ठुलो हात रहेको छ लागि
탑게 투지세는 라 탑 개비고네 아니 나마상기 비체디 안다 त्यसैले गर्दाखेरि यो बुद्धले किन यो के हो त भन्दाखेरि यसरी बुद्ध चाहिँ दयामय करुणाको सागर भएकोले भविष्यमा प्राणीहरू दुःख नपाओस् भने यसरी अब अङ्गरक्षको लागि कुराहरू राखेको हुँदाखेरि यो अत्यन्त महत्त्वपूर्ण भूमिकाहरू बौद्ध धर्मको विनयजनहरूलाई फाइदा हुने देखिन्छ त्यसैले बौद्ध धर्म यसरी गम्भीर हिस्सामा यो फैलिँदै गयो र गाउँ गाउँ बस्ती बस्तीमा अनेकन मान्छेहरूको अब बसोबास गर्ने चलन थियो त्यहाँदेखि विभिन्न अङ्गरक्षको लागि मन्त्रहरू पनि राखियो यो धेरै समुदाय भएको ठाउँमा रहन नसके पनि ग्रामीण क्षेत्र दुर्गम क्षेत्रहरूमा चाहिँ फैलिँदै आयो यसले ग्रहण गर्ने तरिका झारफुकको सिस्टममा धेरै तरिकाहरू फैलिएर आउँदाखेरि अहिलेसम्म हालसम्म रहेको छ यसले गर्दाखेरि पनि हामीले के चाल पाउन सक्छौँ भन्दाखेरि बौद्ध धर्म फैलिने क्रममा पूर्व गुरुहरूले यसरी वास्तविक कुराहरूलाई धेरै उहाँले याद गरेको कारणले गर्दाखेरि गम्भीरता हिसाबले चासो गरेको कारणले गर्दाखेरि यो विभिन्न जात वर्गहरूको भएको कारणले यो कसरी यो बौद्ध धर्महरू फैलिएको रहेछ त्यो भित्र कसरी एकदेखि अर्कोमा हस्तान्तरण गर्दै आयो कसरी वृद्धि भएर आयो भन्ने विषयमा अब हामीले अनुमान लगाउन सक्छौँ धेरै उहाँहरूले पनि धेरै अनुसन्धान अनुमान गर्नु भएको कारणले गर्दाखेरि यो अहिलेसम्म आएको हुँदाखेरि यो यसरी आएको कुराहरू बताउँछ अब अन्तिममा म यो धेन्सिक भनिन्छ अर्थात् सत्य satya kariya ki kriya labdusane chik dembe thamchen rochi ne chik gomen ro chene soda chik dinsi labdusane dembe nga kham thamjawe ki chilya kora samyi mi kebe nyuba yeba khebar chen yeba tinde chil kuju yeba dan di ki khoa te namba sange be chibo me ba gyaga ga thamzi chulu na ro le ne dan di de wi chi khoa le da se na ra do di de wi ta kara sam tong ma di yeba कारणले गर्दाखेरि केही शब्द मैले निरन्तरता दिन चाहन्छु अब सत्य शब्द म बताउन चाहन्छु सत्य शब्द यो के हो त भन्दाखेरि यो एउटा वचन सत्य सत् वचन भनिन्छ नि यो कहाँदेखि आयो त भन्दाखेरि यो चाहिँ अब सत् वचन यो कहाँदेखि आयो यो चाहिँ अचिन्तनीय छ यो यसको धेरै कुराहरू हामीले बुझ्न सक्छौँ यहाँदेखि यो चाहिँ बौद्ध धर्म मात्रै नभएर पहिला भारतवर्षमा फैलिँदै आएको यो ब्राह्मण वर्षमा ब्राह्मण यसको संस्कारहरू अहिलेसम्म स्वीकार गरिन्छ यो सत्य वचनले चाहिँ धेरै पाले यसलाई अब मुख्य अब चासो गरिएको छ पाली भित्र भएको ग्रन्थभित्र पनि के हो त भन्दाखेरि अब यो सूत्रदेखि कसरी यो सत्वचन भन्ने आयो भने बताउँदै गर्दाखेरि अब यो लोग्यु नाङदेन भित्र बताएको कुरामा चाहिँ अब यो दक्षिण दिशाको यो देखि फैलिँदा बौद्ध धर्म चाहिँ केरावगिदो भनिन्छ जातक सूत्र त्यो भित्र अब 444 भित्र पर्ने एउटा कथा रहेछ जुन सर्पले डस्दाखेरि एउटा बालकलाई चाहिँ अब अनि एउटा बालकलाई साँपले डस्दाखेरि एउटा ऋषि मुनिले अनुरोध गरेको रहेछ अनि यसले चाहिँ निको पारिदिनु हो साँपले डस्यो भनेर यसरी एउटा ऋषि मुनिले भन्दाखेरि ऋषि मुनिले अब सत्य बताएको रहेछ सत्य के कुरा बताउनु भएछ भन्दाखेरि उहाँले के बताएको रहेछ मैले जे बतायो यदि मैले जति सत्य बताएको कारणले गर्दाखेरि सत्य त मेरो कुरामा वचनमा सत्यता छ भने मैले बताएको सत् वचनले चाहिँ यो नानीलाई साँपले डसेको विष लाग्दैन यो मेरो सत्यता छ भन्दाखेरि यसरी अनि प्राण जोगिएको थियो यो सत्यता रहेको छ यो चाहिँ
यो चाहिँ 444 को जातक वर्ग सूत्रमा यसरी बताएको रहेछ वचन कुरा यस्तो अनेकन कुरो रहेछ यदि मेरो कुरो सत्य छ भने यो विभिन्न विघ्नबाट चाहिँ हटेर जाने छ भने वचन बित्तिकै हटे पनि छ यो सत वचनको मुख्य नमुनाहरू हो भनौँ न अब अङ्गुलीमाल भनौँ न यसको कथा त तपाईँलाई थाहा छँदैछ सबैलाई यो अब अङ्गुलीमालसँग जोडिएको अब एउटा कथा पनि छ अब लुङ ढिङ्बो भनिन्छ मध्यम वर्गमा पर्ने यो आगामभित्र भएको एउटा अध्याय रहेको छ 86 वर्गभित्र एउटा कथा छ त्यो बेला एउटा धेरै मान्छे मार्ने एउटा तार्किक अङ्गुलीमाल थियो उहाँले धेरै मान्छे मारेको थियो किनकि मान्छे मारेर उहाँले यो अम्ला लिनुहुन्थ्यो तेह्र अङ्गुली भनेको अनि त्यो अङ्गुली उहाँले मान्छे मारेर औँला चाहिँ घाँटीमा लगाएर यसरी हिँड्थ्यो उहाँले मारेको मान्छेको अनि सबै औँलाहरू चाहिँ उहाँले माला जसरी घाँटीमा लाउनुहुन्थ्यो माला बनाएर त्यही कारणले गर्दाखेरि उहाँलाई चाहिँ अङ्गुलीमाल भनेको अम्लाको माला लगाएकोले अङ्गुलीमाल भनेको हो जे भए त म धेरै खतरनाक धेरै डरलाग्दो मान्छे हुँ म पहिला तार्किक एउटा हिन्दू सम्प्रदायको उहाँ एउटा अनुसरण थिए पछि यो भनौँ न बुद्धको अनुसरणमा गएर उहाँ बुद्धको अनुयायी भएर उहाँ अब के हो त पछि गएर उहाँ अनि सर्वज्ञ भएर उहाँ अरहतको ज्ञान प्राप्त भएको थियो भनेको एक समयमा उहाँ चाहिँ सर्वस्तीमा यसरी यो भिक्षा माग्नु जाँदाखेरि अनि जान्ने क्रममा एउटा नानी जन्मिनु आँटेको रहेछ नानी एउटा ठाउँ बस्तीमा जाँदाखेरि नानी जन्मिनु धेरै गाह्रो भयो एउटा महिला भेटेछ उहाँ त्यो बेला अब भिक्षाटन माग्दै थियो भनौँ न एउटा बस्तीमा त्यो बस्तीमा यो भिक्षा माग्दाखेरि चाहिँ त्यही बस्तीमा चाहिँ नानी जन्मिन नसक्ने एउटा महिला अत्तालिँदै थियो गुहार गुहार मलाई रक्षा गर म मर्नु आँटे भनेर अब यो आवाज त्यो अङ्गुलीमाले सुन्ने बित्तिकै उहाँ त्रास ओहो के आवाज सुने भन भित्रैदेखि यस्तो गुहार मागेको आवाज सुन्दाखेरि धेरै भित्रदेखि माया लाग्यो र उहाँलाई दया लाग्यो त्यो हेर्दाखेरि त ओहो नानी जन्मिनु नसकेर एकदम अब उहाँलाई अब गाह्रो भयो त्यो देख्ने बित्तिकै यो कुरा सबै अब उसले अब चाँडो बुद्धलाई बताए यो कुरा बुद्धको ठाउँमा पुगेर अनि उहाँले भनेछ कि अब यो बेला के भने त क्षमा पाऊ अब त्यो बेला अत्तले त उसले के भन्यो भन्दाखेरि जुन दिनमा बुद्धको चरणमा परे बुद्धको चरणमा परेदेखि अहिलेसम्म मैले यदि कुनै प्राणी हत्या गरेको छैन मैले सहनशीलता भएर बुद्धको शिरले पालना गरेर म यो ठाउँसम्म सत्यता छ भने यो नानी चाहिँ चाँडो जन्मियोस् र कुनै जन्मिने मातालाई दुःख कष्ट नहोस् भने यो सत वचन बोल्ने बित्तिकै नानीको शिशुको जन्म भयो जुन दिन म बुद्धको चरणमा गएँ त्यो दिनदेखि मैले प्राणी हत्या गरेको छैन मान्छे मारेको छैन यो सत्यता हो भने यदि मैले बोलेको वचन सत्यता हो भने चाँडोभन्दा चाँडो शीघ्र रूपमा यो कष्ट रहित शिशुको जन्म होस् यो मेरो सत्यता हो भन्ने बित्तिकै नानी जन्मिहाल्यो त्यही कारणले गर्दाखेरि पहिला धेरै मान्छे मारे नि त अङ्गुलीमाल त्यो मान्छे नमर नगरी अम्ला चुटायो माला लगायो नि मान्छे मार्थ्यो नि धेरै कष्टदायक उहाँले प्राणी मनुष्य हत्या गरिन्थ्यो धेरै उहाँले मान्छे मारे धेरै एउटा पाप गर्ने एउटा मान्छे थियो त्यो पापी मान्छे भए तापनि पछि पापदेखि डरेर बुद्धको चरणमा गएर पापलाई सजाय दिँदाखेरि म अरहत भयो नि त
अनि भारत भइसकि धेरै अनि सोचेर प्राणीहरूलाई कान्छो मैले जहाँ सोचे बुद्धको चरणको चरणमा परेदेखि मैले जानी जानी प्राणी कहिले पनि मारेन मलाई होस आएकोदेखि त्यसै कारणले गर्दाखेरि यो सत्यता होस् यो सत्यताले गर्दाखेरि यदि म त्यस्तो रहेछ भने होइन यो कष्ट रहित कष्ट नभइकन नानीको जन्म होस् भन्ने बित्तिकै यो सत्यतालाई नानी जन्मे त्यही कारणले गर्दा सत्यता पनि यस्तो हुँदो रहेछ नि मन्त्र मन्त्र मुक्त सत्यता पनि रहेछ नि भन्ने कुरा चाहिँ यसले दर्शाउँदछ त्यो अङ्गुलीमालको कथाले 다 소멸치는 너가 나눠래야 다다 깨져 대바시야 봤어 뭐래 호랑이 त्यही कारणले अङ्गुलीमाल सूत्रभित्र यो सत्यता कुरा बोलेको कारणले गर्दाखेरि अनेकन कुराहरू चाहिँ अब सत्यता कुराहरूले गर्दाखेरि अनेकन विघ्न बाधा पनि पन्चाएको थियो नि उहाँले सद्वचन सत्य बोली बोल्नुभयो नि त्यसै गरेर यो अब अघि मैले मिलन्द राजा भने नि त्यसको विषयमा मैले बताएँ नि त अघि मैले बताएँ त्यो भित्र के छ त भन्दाखेरि मिलन्द राजा परिपरि सूत्रभित्र त्यो बेला अब विद्या मन्त्रको कुरा धेरै राखिएको छ बौद्ध अब बौद्ध धर्मले स्वीकार गरेको मान्यता दिएको धेरै मन्त्र विद्या राखिएको छ त्यो उहाँको त्यो मनिन्द्र राजा परिपृष्ठ सूत्रभित्र यो अङ्गुलीमाल सूत्र राखिएको छ त्यसैले यो सूत्रको नामै अङ्गुलीमाल सूत्र भनेर राख्नु यो सद्वचनको सूत्रमा आइन्छ यो यो सत्यताको पाठ चाहिँ यो चाहिँ 88 क्षमा पाउँ 86 अध्यायमा पढ्ने एउटा यो कथा रहेको छ यो पालीले यसमा के शब्दको प्रयोग गरेको छ त भन्दाखेरि लासो अरे इन्टरनेट तेज गरास सामसँग दो यो इन्टरनेट मेरो ठाउँमा कमजोर भएकोले कारण गर्दाखेरि यो इन्टरनेट राम्रो हुने मन्त्र पनि अब हामीले जप गर्नुपर्छ अरे किन भन्दाखेरि यो इन्टरनेट नछुट्टिनुको लागि मन्त्र जप्यो भने राम्रो होला त्यस्तो बनाउनु एउटा भाषा छँदै सक्दैन भने अब यसको कहाँ पुग्यो यसको भन्दाखेरि यो चाहिँ अब राजा मिनन्द होइन त्यसको विषयमा भएको थियो यो विषय अब एउटा भिक्षुलाई उत्तर दिएको कुरामा मिनन्द राजा परिपृष्ठभित्र लेखेको थियो यो सङ्ग रिङ भनिन्छ अथवा गुह्य मन्त्र विद्या मन्त्र त्योभित्र यो एउटा के थियो त भन्दाखेरि यो अङ्गुलीमालको मन्त्र रहेको आजभोलि अब यो मन्त्रले पनि अब अनुसन्धान कर्मीहरूले अब यो बताउने क्रममा यो चाहिँ मध्यम अगम भित्र राखेको यो राखिएको रहेछ मध्यम आगम भित्र राखिएको यो सूत्रभित्रमा पनि 86 नम्बरमा पर्ने यो अङ्गुलीमालको सूत्र जस्तो मलाई लाग्दछ अघि मैले बताएको पालीको जातक वर्गमा बताएको यो सद्वचनको यो कुराहरू चाहिँ एउटै जस्तो मलाई लाग्छ मन्त्र र सद्वचन
त्यसैले आते पछि दिन्सी सत वचन पछि भन्नाले यो छ्याबे पेन्सिङ होइन, जुवा सत वचन, सत्य बोली, धी 균산 देनेता पछि पाली सत्य वाकालाई तेला बुझ्दछ। त्यो त्यबिना अनि पाली के नालो लया के चाहिँ त्यबसे जिन्दे त्यसैले पालीमा पनि अब त्यबसे पतेले सत कुरा अनि गर्यो भने दिन्सी सत्य बोली वचन होइन, सिटी पछि तंगी औरस अनि लाइना यो प्रयोग गर्दो रहेछ भने अब हामीले पालीमा पनि यो सत वचन भन्ने प्रयोग गर्दो रहेछ, सत वचनले पनि मन्त्र जस्तो काम गर्दो रहेछ भन्ने हामीले बुझ्न सक्छौँ। ताया तादा यादा देबे ndo njur shen sa त्यसै यादा गरी देबे अब ndo njur समययुक्त shen sa के पछि गेही समय गेही नङ योटा यादा समययुक्त देबे ndo njur shen सूत्रभित्र sa दिस की पेश अर्को अनुवादमा के राखिएको छ भन्दाखेरि 티 나게 반복 좁게 받들이야. त्योभित्र अब 소매 중앙 आठौँ 상계를 अध्यायमा 슈베 거르 지어. यो भित्र पनि 티야 티 나로라 अङ्गुलीमाल चाहिँ बुद्धको धर्ममा प्रवेश गरेको कुराहरू लेखिएको छ। 아니 उहाँ 지데 अरहतको 메 ज्ञान 두마 प्राप्त गरिसकेपछि अनि 푸짱가베 메 두마 अनि यो शिशुको एउटा शिशुको जन्म हुन 야다 नसकेको 데베기 विभिन्न ndo सत्यता 유르시엔사 कुराले 이게 शिशु 베스 जन्मिएको 나로라 कुराहरू यो भित्र स्पष्ट राखिएको छ। 이렇게 यो 커요. समययुक्त सूत्रभित्र 야 राखिएको रहेछ। 롱지글 체베 나로라야. अर्को यो एक आगमदेखि फैलिएको सूत्रभित्र पनि 제가 수직 봐. 대야 소미 यो 주면 더 차. एउटा भागको जस्तै आंशिक 티 31औं 나로라야. 31 아야. यो 롱 막아는 또 परिच्छेद 파베나. भित्र पनि यो राखेको रहेछ। फार्मे देना यो बना सिक. ताची खुच्चाकावे यो भित्र पनि सर्म ठेवा अर्थात् अङ्गुलीमाल सूत्र राखिएको छ। त्यो भित्र पनि त्यही कथा रहेको छ। नानी जन्मिनु धेरै सकस हुँदाखेरि सद्वचन बोलेर नानी जन्माएको कुराहरू लेखिएको छ। अनि अरू त्यस्तो के कुरा के लेखेको छ भन्दाखेरि अङ्गुलीमालले भनेको म जुन दिन अरहत भए त्यो दिनदेखि मैले प्राणी हत्या गरेको छैन, मैले भित्रैदेखि नराम्रो कुविचार गरेको छैन। यदि मैले भित्रैदेखि कुविचार सोचेको छैन भने तत्कालै शीघ्र नै यो स्त्रीको गर्भदेखि नानी जन्मियोस् भन्ने, जन्मेर दुःखदेखि मुक्त होस् भन्ने बित्तिकै नानी जन्मियो। त्यस्तो कुराहरू राखिएको रहेछ। अर्थात् यो मन्त्र कुनै जपेन उहाँले हुँ भनेन, तर यो के हो त वचन बोलेको खण्डमा सत्य बोलेको खण्डले नै मन्त्र भन्दामा ठुलो प्रयोग, मन्त्र भन्दामा सत्यता दुःखदेखि मुक्त भयो नि त, नानी जन्मियो। यस्तो कुराहरू राखिएको छ। यो सबै यो त्यस्तै गरी अब अङ्गुलीमालको सूत्रको अर्को अनुवादमा के छ भन्दाखेरि अब त्यो भित्र के छ भन्दाखेरि मैले जानेकोदेखि मैले झुट बोलेको छैन। अनि बुद्धको चरणमा आएदेखि न त म अरहत भएकोदेखि मैले कुनै पनि नराम्रो काम गरेको छैन, यो सत्यता छ भने अनि नानीले कष्ट रहित, कष्ट नभइकन जन्मियोस् भन्ने सत्यताले अनि यो दुःखदेखि मुक्त होस् भन्ने कुराहरू चाहिँ अनेक कुराहरू अनुवादमा राखिएको रहेछ। त्यस्तै गरी महावस्तु सूत्रभित्र पनि यस्तो कुरा राखेको छ। सत्य बोली, सद्वचन। त्यो भित्र के राखिएको छ भन्दाखेरि त्यो भित्र पनि अनि सत्यता, सत्य वचन भन्ने अब प्रयोग गरेको छ। त्यो भित्र अब किन्नरी जातका भनेको प्रयोग गरेको छ। किन्नर त्यो भित्र चाहिँ ध्रुवमा अब छोरीले भनौँ न सत्य बोली वचन गरे गर्दाखेरि अनि आफू चाहिँ यो जङ्गली जनावरलाई अब थापेको पासोदेखि मुक्त भएको अब कुराहरू राखेको रहेछ। त्यस्तै गरी अर्को सूत्र रहेको छ अर्को श्यामाका जातका
श्यामाका जातका भित्र पनि के छ भन्दाखेरि उहाँलाई चाहिँ यो बाण विषयुक्त बाण लागेको कारणले गर्दाखेरि अनि सत्य बोली वचन गरेको कारणले सत्य वचन गरेको कारणले गर्दाखेरि अनि यो विषयुक्त बाण लाग्दाखेरि अनि विष नलागेको विष मुक्त भएको त्यस्तो कथाहरू पनि राखेको छ यी बेला अब सद्वचन सत्य बोली भन्ने प्रयोग गरेको रहेछ यस्तो अनेकन यो महावस्तु लगायतका यो महासङ्घीका सूत्रभित्र राखेको रहेछ यो महासङ्घीकाको निकायमा पढ्ने यो अनेकन यस्तो कुरा हामीले दर्शन गर्न पाउँछौँ यो पालीमा भएको विभिन्न यो थेरवाद अर्थात् हिनयानको विषयमा भित्र भएको यो सद्वचन कुरा बताए अब महायानको विषयमा बताउनु पर्दाखेरि महायान सूत्रमा के उल्लेख गरेको छ भन्दाखेरि निरन्तर दिनु पर्दाखेरि महायान बौद्ध धर्म फैलिने क्रममा पनि जस्तै कि उदाहरणको लागि अब अष्टशास्त्रीका प्रज्ञा पारमिता बताउने क्रममा झन्झुसेमा ताउतोङ अर्थात् सदैव रुने बोधिसत्वको यो अध्यायमा अर्थात् परिच्छेदभित्र के राखेको छ भन्दाखेरि अब यो सधैँ नै रुने बोधिसत्व चाहिँ बोधिसत्व धर्म आर्यको बोधिसत्व धर्म आर्यको ठाउँमा पुग्दाखेरि अब उहाँलाई चढाउनको लागि म के सामग्रीहरू चाहिँ म तयार पार्छु भन्ने विचार आएको रहेछ अब त्यो विचार आउँदाखेरि इन्द्र भगवानले चाहिँ अब यो सधैँ नै रुने बोधिसत्वको चित्त कतिको चोखो रहेछ भनेर नि उहाँले परीक्षण गर्नको लागि अनि यो एउटा किशोरको एउटा प्रकट भएछ किशोर रूपमा इन्द्रदेव चाहिँ यदि तपाईले यो उसलाई जाँच गर्नुको लागि होइन एउटा यदि अनि यो एउटा किशोर प्रकट भएछ भनौँ न रूप फेरेछ इन्द्रले अनि यो तक्तुङ हो सधैँ रुने बोधिसत्वको अगाडि रोएर अनि त्यो उहाँको अगाडि अनि त्यो एउटा किशोरले चाहिँ सधैँ रुने बोधिसत्व तपाईँको मुटु खुन सबै त्यो भित्र हड्डीभित्र भएको मासी सबै मलाई देऊ भनेर दिँदाखेरि बोधिसत्व साँच्ची नै भित्रैदेखि अब यस्तो मान्छे माग्ने आएकोलाई चाहिँ मैले मुक्त गर्न सकेँ भने म के मैले छेपाक धर्म आर्य मैले बोधिसत्व दर्शन गर्न पाउँछ भने उहाँले अनि छुरीले काटेर अनि सबै धारिङको छुरीले काटेर अनि घाउ बनाएर चोर खुन दियो र अनि फिलाको मासु दिएर अनि यसरी अब यो धेरै दिँदाखेरि अनि यसरी यो किशोर अगाडि दिँदाखेरि उहाँ छक्क पऱ्यो हो अनि इन्द्रले सोचे ओ यो साँच्ची नै भित्रदेखि मन चोखो भएको कुराहरू बोधिसत्व रहेछ भनेर अनि यसरी उहाँले अनि अनि त्यो बेला चाहिँ के हो त भन्दाखेरि अनि यो साँच्ची नै सत्य त रहेछ भनेर अनि यो किशोरको एउटा अनि किशोरले चाहिँ त्यो घाउहरू त्यो सधैँ रुने बोधिसत्वको घाउहरू निको हुनुको लागि अनि सद्वचन बताउनु भयो यो घाउ चाँडो नै निको भएर जाओस् भन्ने बित्तिकै यो घाउहरू चोटेर सबै निको भएर पहिला जस्तो थियो त्यस्तै भयो त्यही कारणले गर्दाखेरि
त्यसैले अनि म चाहिँ अब बुद्धको ज्ञान हासिल गर्नको लागि म जस्तोसुकै म दान पनि दिन सक्छु म बुद्धको ज्ञान प्राप्त गर्नको लागि म कहिले पनि नराम्रो बाटो उक्लिदिन चढ्दिन त्यही कारणले भनौँ न यो चाहिँ सधैँ रुने बोधिसत्वले नै बनेको रहेछ यदि म चाहिँ सत्य बुद्धको बाटो मार्गमा जानको लागि साँच्चै नै मैले भित्रैदेखि बोधि मार्गमा जाँदाखेरि मैले यो चोट अरूलाई दान दिएर मेरो चोटहरू परेको छ यो चाहिँ साँच्चै नै मेरो हृदयदेखि नै बुद्ध धर्म मन गरेर बुद्धको ज्ञान प्राप्त हासिल गर्नको लागि मैले यो दान गरेको हो भने यो घाउहरू चाहिँ सधैँ निको भएर जाओस् भन्ने बित्तिकै यो सत वचन थियो नि त यसलाई यसलाई सत्य अधिष्ठान भने कुनै बेला चाहिँ यो अब यो डेम्बिथिकी झिङ्गिलापा पनि भनिन्छ सत वचन अधिष्ठान भनिन्छ सत्य अधिष्ठान पनि भनिन्छ यो मैले शास्त्रीको प्रज्ञा पारमिताभित्र छ मैले भने नि त यो चीन भाषामा यो यो चीनमा पनि यो अनुवाद गरेको रहेछ चीन भाषामा पनि यो लोजवा झिग्देसेपा भनिन्छ लोकसेमा भनेर यो अनुवाद गरेको रहेछ यो प्रज्ञा पारमित्र भएको कुरा हो यो त्यस्तै गरी प्रज्ञा पारमित्र ठेन्सेक त्यसमा चाहिँ 10 खण्डहरू रहेछ भित्र यो चाहिँ शनिशोक अर्थात् कुमार प्राणले अनुवाद गरेको रहेछ यो धेरै प्राचीन पुरानो अनुवाद रहेछ त्यो भित्र यो सत वचन भने सत्य वचन यो भित्र पनि प्रयोग गरेको रहेछ यो सूत्रहरू प्रज्ञा पारमिताको अष्टशास्त्रीको प्रज्ञा पारमिता भित्र त्यसै गरी यो संस्कृत भाषामा भएको चीनको अनुवादहरू भोटमा अनुवाद भएको भोट भाषामा अनुवाद भएको यो प्रज्ञा पारमिताहरू होइन त्यस्तै गरी भन्छ बुद्धको मातादेखि जन्म भएको 3 धर्मको भण्डारा प्रज्ञा पारमिता सूत्र भन्ने यो भित्र अब यो भित्र भएको 24औं परिच्छेद भित्र अब डेम्बित्सेकी तोप अर्थात् सत वचन बाला भनेर यसरी अब धेरै व्यवहारहरू नामहरू हामीले देख्न पाउँछौँ अब अर्को प्रज्ञा पारमिताको एउटा अर्को अनुवाद छ अष्टशास्त्रीको प्रज्ञा पारमिता भित्र यो भनौँ न डेम्बित्सेकी झिङ्गिलाबालाई चाहिँ के भन्छ भने अधिष्ठान सत्य अधिष्ठान भने पनि प्रयोग गरेको रहेछ त्यसैले यसको संक्षिप्तमा फेरि बताउनु पर्दाखेरि माया नै भित्र यसरी कुरा राखेको छ माया नै भित्र भएका यो मैले अघि बताए भनौँ न रक्षा मन्त्र परिता भन्ने एउटा छ भने नि अब विद्या मन्त्र भन्छ रिङालाई विद्या मन्त्र परिता यो दुवै नै के हो त अरूलाई रक्षा गर्ने अरूलाई जोगाउने अङ्गरक्षा दिने महत्त्वपूर्ण भूमिका रहेको रहेछ यो परिता र विद्या मन्त्रमा त्यसै कारणले सत वचन पनि यो परिता र विद्या मन्त्र जस्तै शक्तिशाली ऊर्जा भएको कुराहरू झल्काउँदो रहेछ त्यही कारणले परिता र विद्या मन्त्र भन्दा पनि झन् सत वचन सत्य बोली चाहिँ त्यो भन्दा पनि महत्त्वको ज्ञान झल्काउँछ कि भनेको
अब अन्तिममा तपाईहरुलाई फेरि म टुङ्ग्याउन त सबै कुराहरू आज बताएको कुराहरू सबै भनौँ न प्रारम्भिक बौद्ध धर्म बतायो भित्र बताएका अ, यो मन्त्रसँग सम्बन्धित विभिन्न दर्शनहरू भनौँ न यो कुराहरू चाहिँ प्रारम्भिक बौद्ध धर्मकालमा कुनै कुराहरू चाहिँ अब निषेध गरिएको छ कुनै कुनै निषेध गरेको छैन अनेक भनौँ न विद्या मन्त्र भए पनि अथवा कुनै विद्या मन्त्र कुनै अनेक मन्त्रहरू सयमा 100% यो स्वीकार गर्नु पाइँदैन भनेर यसरी निषेध गरेको रोकिएको छैन कुनै कुनै कुराहरू त्यो भित्र स्वीकार यसलाई चाहिँ कुनै कुनै कुराहरू चाहिँ हामीले स्वीकार गर्न सकिन्छ यसलाई हामीले लिन सकिन्छ भनेर फेरि यसमा स्वीकृति पनि दिएको छ अनुमति पनि दिएको छ कस्तो थरीको मन्त्रहरू कस्तो खाले दिएको छ भन्दाखेरि परित्राण अङ्गरक्षाको लागि यो चाहिँ माया नभए पनि हिनाय नभए दुवै बुद्धको वचनहरूमा पिटकहरूमा विनयहरूमा चाहिँ यो स्वीकृति दिएको छ यो चाहिँ जप गर्नु पाइन्छ भन्नु जस्तै कि अङ्गरक्षाको लागि परिता धारणी मन्त्रहरू जस्तै कि विद्या मन्त्र भनौँ न यसमा धेरै शब्दहरू राखेको छ होइन अब बुद्धको बुद्धको बोधहरू सद्वचनहरू परिता धारणीहरू विद्या मन्त्रहरू यो सबै जस्तो कि सद्वचनहरू भन्ने यो शरीर वचन चित्तभित्रको गोप्यताभित्र यो वचनको गोप्यता रहेको छ यो सबै सद्वचनहरू भने विद्या मन्त्रहरू भने यो वचनको गोप्यता हो यो नुङ देशी 4 वर्गीय आगमभित्र यसो कुराहरू राखिएको छ यो भित्र चाहिँ अरू भन्दा पनि के हो त गोप्यताको दर्शनहरूको कुनै रूपहरू हामीले देख्न सक्छौँ भित्र त्यही कारणले अहिले पनि हामीले यसको गोप्यता वज्र गोप्यता मन्त्रहरूको दर्शनहरू हामीले हेर्न पाउँछ पल्टाउन पाउँछ दर्शन गर्नु पाउँछ आज भोलि पनि किन भन्दाखेरि अहिलेको मान्छे र पहिलेको मान्छेहरूको यो जीविका चलाउने जीविका उपार्जन गर्ने तरिका धेरै छन् अहिलेको हाम्रो पालमा एउटा मोबाइल दूरसञ्चार इन्टरनेट भन्ने छ नि अनेक दूरदर्शन छ नि त मध्यमहरू धेरै रहेको छ आजभन्दा धेरै वर्षको प्राचीन कालको 200-300 वर्ष अगाडिको मान्छेले यस्तो 200-100 वर्ष अगाडिको मान्छेले पनि यो बिचमा आउँदै आउँदैनन् त्यस्तै कारण त्यस्तो किसिमको प्राचीन कालमा भएको मान्छेहरूको सोच र अहिलेको शब्दीको मान्छेहरूको सोच भिन्नता हुन्छ आजभोलि हालमा के हो त बाहिरी यो भौतिक कुरा धेरै विकास भएको कारणले गर्दाखेरि पहिला भन्दा पनि धेरै विकसित धेरै सुविधा धेरै नै राम्रो भएको कारणले गर्दाखेरि अनि भएको कारणले धेरै सुविधा छन् तर अहिले भौतिकमा धेरै सुविधा पुग्यो तर पहिला प्राचीन समयमा के हो त भौतिक भन्दा पनि भित्री मनको सुविधा धेरै थियो नि त ध्यान मार्फत विभिन्न शब्द कुराहरू अनि धेरै सुविधाहरू थियो अनि अहिले भन्दा नि पहिला पहिलाको प्राचीन मनुष्यहरूलाई के थियो त भन्दाखेरि मनको सुविधाहरू धेरै थियो नि त फाइदा फरक धेरै थियो नि त त्यसैले हामी म सानो छँदाखेरि इन्टरनेट भन्ने यो दूरसञ्चार थिएन त्यो बेला कुराहरू धेरै विकास थिएन इन्टरनेट कता कता त्यो बेला सोच्ने तरिकाहरू विचार तरिकाहरू त्यही कारणले पहिलाको मान्छे जस्तो अहिले त्यस्तै अब यो जस्तै सोच बनाउन सक्दैन नि त त्यसैले
त्यही कारणले पहिला पहिला अब अन्धकारमा केही अब केही पछि परेको उनीहरू त्यो भित्र जीविका चलाएको थियो त भन्न मिल्थ्यो त्यसै कारणले त्यही कारणले प्रारम्भिक बौद्ध धर्म भइदिएको कालमा चाहिँ के हो त मान्छे र भगवानहरू एक किसिमको कुराकानी गर्दै छलफल गर्दै त्यो सँगसँग बसेको थियो भने नमिल्ने होइन भन्ने थियो त्यो भित्र पनि एउटा लग्न दोर्जे भनिन्छ छाना दोर्जे वज्र पनि होइन उहाँलाई मान गर्यो भने वज्र पनि हो होइन मान नगर्यो भने हातमा दोर्जे हाती हस्त दोर्जे भनौँ न आम्न नेकी सूत्र भने त्यो भित्र अम्बत सूत्रभित्र कुरा राखेको त्यो भित्र के बताएको छ भन्दाखेरि ब्राह्मणको एउटा छोरा ब्राह्मणको छोरा मधुक भन्ने थियो बुद्धको चरणमा पुगेछ बुद्धले त्यो ब्राह्मणको छोरालाई बताउनु भएछ के कुराहरू बताउनु भएछ बुद्धले एकचोटि नभएर 3 दिनचोटिसम्म बताउनु भएछ त्यो ब्राह्मणको छोरा चाहिँ अब ध्यान नभएको बाहिर डुलेको कारणले गर्दाखेरि अनि 3 चोटिसम्म अब बताउँदाखेरि नबुझिसकेपछि वज्रपनिले चाहिँ अब बुद्धको अब एउटा बडीगार्ड रहेछ नि होइन एउटा पाले जस्तै पाला रहेछ अब उहाँलाई अब एउटा गार्ड भनौँ न उहाँले भन्नुभएछ वज्रपनिले यो मधुकलाई भन्नुभएछ 3 चोटिसम्म सोद्धाखेरि उत्तर नदिइसकेपछि अनि अलिकति अब रिसाउनु भएछ वज्रपनि एउटा फलामको डल्लो आगो अनि यो आगो दन्दन बलेको दन्किएको फलामको डल्लो चाहिँ त्यो मते अर्थात् यो मते भने ब्राह्मणको टाउको माथि राख्दैछ अलि आगमाथि यो चाहिँ बुद्धले पनि देख्ने गरी त्यो ब्राह्मणको छोरालाई देख्ने गरी आकाशमा राख्दैछ त्यो आकाशमा राख्दैछ अब वज्रपनिले भनेछ अघि बुद्धले 3 चोटि भन्नुभयो नि त त्यो भनेको त्यो उत्तर तिमीले दिएन यदि दिएन भने चाहिँ मैले आकाशमाथि रचना गरेको यो आगोको यो फलामको ज्वाला तिम्रो टाउकोमाथि बसिनेछ यो बर्सिँदाखेरि चाहिँ तिम्रो टाउको 7वटा भागमा टुक्रो टुक्रो हुनेछ भनेर भन्दाखेरि एकदम तर्सिएर त्यो सुन्ने बित्तिकै होइन वज्रपनिले त्यो भन्ने कुरा चाहिँ त्यो अनि यो ब्राह्मणको छोराले सुनिसकेपछि एकदम तर्सेर रौँहरू उठेछ क्षमा पाऊ हो अनि म चाँडोभन्दा चाँडो उत्तर दिनेछु अघि म ध्यानमा भएन म ध्यान भङ्ग भए म अवश्य दिनेछु फेरि एकचोटि बताइदिनुहोस् भनेर क्षमा पाऊँ भनेर क्षमा माग्दाखेरि यसरी बुद्धले बताउनु भएको कुराहरू थियो त्यसै कारणले बुद्धको ठाउँमा यस्तो प्रकारको बोधिसत्वको एउटा वज्रपनि एउटा बडीगार्ड थियो एउटा पाले भनौँ न द्वारपाल सुरक्षाकर्मी यो पाली अनुवादमा चाहिँ यो न्युजिन एउटा इच्छा हो भन्ने बताएको छ मायाना भित्र चाहिँ यो लाना दोर्जे यो वज्रपनि बोधिसत्व हो भन्ने बताएको छ त्यही कारणले अनि वज्रपनि अब वज्रयान सुरुवात गर्दाखेरि चाहिँ वज्रयान धर्म सुरुवात गर्ने चाहिँ सङ्कलन गर्ने चाहिँ वज्रपनि हो भनेर बताएको हुन्छ एकदम महत्त्वपूर्ण कुरा राखिएको छ यो सबै पालीमा अनुवाद अनुसार यो लम्बी आगम बीच राखिएको छ
त्यसै गरी यो भाव विवेक तोके पर्प मध्यम तर्कभित्र 강기 류 대바사죠. 대신 대배 나로래야 대바 민자치 강기 류 대바사죠. यो 강기 류 대배 프랑스 महासङ्घीका भित्र पनि के कुरा राखिएको छ भन्दाखेरि आर्य अवलोकनेश्वरको कुरा धेरै कुरा राखेको छ अब हाम्रो पालोमा त हामीले देख्न पाइन्छ तर भाव विवेकको लेखिदिन्छको पालो मात्रै देख्ने थियो रहेछ त्यो बेला त्यो बेला तोके पर्प मध्यम तर्कमा यसरी आगामा राखेको रहेछ बोधिसत्वको शरीर वचन चित्तको गोप्यता कुराहरू अब अनि हामीले बताउन सक्दैन उहाँको अचिन्त्यमय हुनेछ भने यसरी आगमहरू राखेको रहेछ त्यही कारणले 500 जुनी यी त पनि सर्वहरूले चाहिँ बुझ्न सक्दैन भने यसरी बताएको त्यही कारणले बुद्धको अचिन्त्यमय काया वा चित्तको निन्दाहरू चाहिँ सर्वकाले बुझ्न सक्दैन भनेको त्यसैले त्यसरी अनि आर्य अवलोकनेश्वरको नाम सुन्ने बित्तिकै सम्झिने बित्तिकै त्रिकालको दुःखदेखि मुक्त हुनेछ कुनै पनि विघ्नबाधा हुने छैन यस्तो कुराहरू लेखिएको छ अनि बुद्धले यसरी बताउने क्रममा अनेक अनि आनन्दलाई यसरी बुद्धले बताउनु भएको रहेछ यस्तो कुराहरू बताएको छ विघ्न बाधा अनि हटाउने सबै बुद्धको शाक्य मुनिको रूप भएकोले म चेरिसेलाई नमन गर्दछु भने आनन्दलाई पनि बताएको रहेछ नि यो बुद्धले यस्तो कुरा पनि राखिएको छ माया नै सूत्रहरूमा यो यसले के झल्काउँछ भन्दाखेरि माया नै भित्र पनि गम्भीर त वज्रयानी कुरा झल्काउँछ किनकि आर्य बोधिसत्वहरू वज्रपानीहरूको नामहरू यसमा निकालेको छ नि यो सबै कुराहरू चाहिँ प्रारम्भिक बौद्ध धर्मको ग्रन्थहरू हामी देख्न पाउँछौँ अब यो हामीले अनुसन्धान गरेको चाहिँ यो हो मैले अब अनुसन्धान नगरेको कुरा कति होला होइन र अनि आज म यो मन्त्रको विषयमा वज्रयानी कुरा अलिकता झल्क्यो आज यति नै फेरि 2 दिनपछि अवश्य नै भेट्नेछु बहुत सारा मङ्गलम टसितले धन्यवाद